नमस्ते। ल ग्रुपमा म्यासेज हालिहाल्नुहोस् त इन्द्र बहिनी, ग्रुपमा यो लाइभलाई हालिदिइहाल्नुहोस् त, म ओपन गरिहाल्छु। त्यताबाट लाइभ नहाली मिल्दैन। नमस्ते राधिकाजी, एउटा सेयर हानिदिनु त ग्रुपमा। रुकु म्याम नमस्ते, लक्ष्मी दिदी नमस्ते, राधिकाजी नमस्ते, नमस्ते बेली म्याम। ल आइसकेको छ। आज हामी स्ट्यान्ड बाई छौँ, जताततै आइरहेको छ। धेरै धन्यवाद, हार्दिक आभार। र यहाँहरू ब्याकग्राउन्ड फोटो राख्न चाहनुहुन्छ भने मैले गुरुदेवको पनि राखेको छु, गुरुदेव र मेरो सँगै रहेको फोटो पनि राखेर आइसकेको छु। यहाँहरूले लाइभमा जोडिँदा अगाडि पनि आइदिनु होला। र सबै आउनुहोस् त। ल नान्सीजी सबैलाई पालैसँग तान्नुहोस् त, कुल सर सबैलाई तान्नुहोस् त, सबैलाई घुमाइदिइराख्नुहोस् त। अनि उहाँहरूलाई लाइभमा देखाएपछि अनि सहज पर्छ हामीलाई। सबैलाई तान्नुहोस् अनि त्यसपछि सबैलाई घुमाइदिइराख्नुहोस्, एकदम घुमाइदिइराख्नुहोस्, त्यो भयो भने सहज हुन्छ। र तपाईँहरू चाहिँ नझर्नु होला नि फेरि। र मैले यहाँलाई 3 जना नाम भनिसकेको छु, शारदा दिजु अनि हाम्रो कार्की सर र अनि त्यसपछि लीला म्याम, 3 जना गेस्टमा राखिदिनु होला। आजको प्रायोजक हुनुहुन्छ 3 जनालाई। 3 जना प्रायोजकलाई चाहिँ अन्य साथीहरूलाई घुमाइदिइराख्नुहोस्। 3 जना कार्यक्रमको आजको प्रायोजकलाई र सहप्रायोजक न्यान्सीज्यू गुलकारी सर, यहाँको समय चाहिँ यहाँ चाहिँ गेस्टमा रहिदिनु होला। अन्य साथीहरूलाई क्रमशः घुमाइदिइराख्नु होला, घुमाइदिइराख्नु होला। सबैलाई नमस्कार। आज हामी भव्य कार्यक्रमतर्फ लागिरहेका छौँ। सबै साथीहरू अबको परिवेशमा हामी यहाँहरूसँग जोडिनेछौँ। अबको ठिक 1 घन्टा हामी कार्यक्रम आरोह जिन्दगीको परिवेशमा रहेर यहाँहरूसँग चिन्तन गर्नेछौँ। केही बेर साहित्यिक आध्यात्मिक साहित्यिक परिवेशलाई अलिकति पर राखेर हामी आध्यात्मिक चिन्तनमा लाग्नेछौँ। अध्यात्मभन्दा ठुलो कुरा केही रहन्छ यो संसारमा। जसले अध्यात्म बुझ्यो उसले संसार बुझ्यो। सबैप्रति उच्च सम्मान छ। सबै साथीहरूले आसपासका पक्कै पनि हिजो अस्ति परिवेशमा तपाईँहरूले सम्पूर्ण आफ्ना नजिकका साथीहरूलाई भनिसक्नु भएको छ र लाइभ सेयर पनि गर्नुहुने साथीहरूले पनि लाइभ सेयर गरिसक्नु भएको छ। यहाँहरू सबैलाई धेरै धन्यवाद, हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आज के अचम्म भएको, जोडिन बित्तिकै आज फरी पेजबाट धेरै साथी पुगेको छ। के हो यस्तो? आमा 93, 94, 95, 98, 72, 75, 77, 80, 85, 86, 100, 110। के हो आज फरी पेजबाट? भित्र आउनुहोस् न, भित्र आइदिनु होला। आजको परिवेश निकै सुन्दर हुन्छ। ल आज ब्याकग्राउन्ड जसले राख्न जानुभएको छ, ब्याकग्राउन्ड फोटो ग्रुपमा छ, ग्रुपबाट पनि लिन सक्नुहुनेछ। सबै साथीहरू क्रमशः रूपमा माथि आइसक्नु भएपछि परिचालन गरिदिनु होला कुल सर। साथीहरूलाई धेरै धन्यवाद, हार्दिक आभार। जो जति साथीहरू गेस्टमा जोडिनु भएको छ। आजको परिवेश हामी मात्र सुन्ने मात्रै छौँ। क्रमशः रूपमा घुमाइदिनु होला न्यान्सीज्यू, कुल सर, यहाँहरू मोडिटर हुनुहुन्छ। श्रीबहिनी जोडिनु भएको छ, नमस्ते। गीता शर्मा जोडिनु भएको छ, लक्ष्मी दिदी जोडिनु भएको छ, हार्दिक नमन। जय होस् लक्ष्मी दिदी, श्रीबहिनी ओहो नमन भन्दै जोडिसक्नु भएको छ। नमन बहिनी आराम हुनुहुन्छ? श्रीबहिनीलाई एकचोटि माथि एकचोटि लिइदिनु होला। श्रीबहिनी आउनुहोस् त, दादा मिलाउँदै गर्नुहोस् है, एकछिन म बिजी छु भन्दै हुनुहुन्छ हाम्रो न्यान्सीज्यू। कुल सर सबै साथीहरूलाई घुमाइदिनु होला। अब एकछिन 2 मिनट राखेपछि यहाँहरूलाई पक्कै पनि अब लाइभ देखाउँछ। श्रीबहिनी रिक्वेस्ट गर्नुहोस् त, श्रीबहिनी, श्री 111 आइडी। नमस्ते नमस्ते सबैलाई, नमस्ते नमस्ते सबैलाई नमस्ते, स्वागतम, हार्दिक आभार। सबै साथीहरूलाई बिस्तारै बिस्तारै घुमाइदिइरहनु होला, परिचालन गरिदिइरहनु होला। र गेस्टबाट झर्ने बित्तिकै यो त हामी त होइन रहेछ भन्ने पक्कै पनि मोडेरेटर साथीहरूले त गर्नुहुन्न। आरोह जिन्दगी टिमका साथीहरूले त, अन्य साथीहरूलाई त्यो परेछ भने क्षमा चाहन्छौँ। हामी आज गुरुदेवलाई सुन्नेछौँ, गुरुदेवलाई बुझ्नेछौँ। प्यारी बहिनीलाई आजको यो पहिलो परिवेशमा यहाँलाई सुस्वागतम, हार्दिक नमन भन्न चाहन्छु। धेरै धन्यवाद। आज हामीसँग बाजे जस्तै हुने भयो, यो बोलचाल हुँदैन, हामी मात्रै सुन्छौँ। आज गुरुदेवलाई सुन्नेछौँ। हामीसँग केही जिज्ञासाहरू छन्, साथीहरूले राख्नुभएका केही जिज्ञासाहरू आजको बसाइमा राख्नेछौँ। सबै साथीहरू ल आज 250 242 जना पुगिसक्नु भएको छ, हेर्नुहोस् त।
फरी पेजबाट भित्र आउनु होला, लाज मान्नु पर्दैन, आफ्नै घर हो। आफ्नो घर आउन नि किन लाज मान्नुपर्छ? फरी पेजबाट यति छ, मात्रै हामीलाई हेर्ने सङ्ख्या अलिकति कम भएको छ। सबै साथीहरू आउनुहोस्, बस्नुहोस्। ल लीला म्यामलाई माथि राखिदिनुहोस्, हाम्रो शारदा दिजूलाई माथि राखिदिनुहोस्, अन्य साथीहरू आलो पालो क्रिस क्रस गरिदिइराख्नुहोस्। अन्य साथीहरूलाई आलो पालो यसो मिलाइदिइराख्नु होला। मोडेरेटर साथीहरूलाई मैले अनुरोध गरेको छु। हार्दिक आभार, सबैप्रति उच्च सम्मान छ। धेरै धेरै धन्यवाद, हार्दिक आभार। जय होस्। आजको साहित्यिक कार्यक्रम आरोह जिन्दगीलाई प्रायोजन गरिदिनु हुने शारदा दिजूलाई धेरै धन्यवाद, लीला म्यामलाई धेरै धन्यवाद। कार्की सर यहाँप्रति उच्च सम्मान छ। असाध्यै आदरणीय व्यक्तित्व कार्की सर, आजको कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको छ, हामीलाई यो परिवेश मिलाइदिनु भएको छ। मेरो त आवाज मात्रै हो, मेरो त शब्द मात्रै हो, मसँग केही गर्ने क्षमता हुती केही पनि छैन, मात्रै तपाईँहरूले कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको छ। म यो आवाज मात्रै भर्दैछु। हाम्रो गोपाल कार्की सर आउनुभएछ, अनि लीला म्याम आउनुभएछ भने लीला म्याम आइसक्नु भएको छ, शारदा दिजू पनि आइसक्नु भएको छ, र गोपाल सर आउनुभएको बेलामा गोपाल सरलाई पनि सट्ट माथि राखिदिइहाल्नु होला। शारदा दिजू लाइभ सेयर गरेर गोपाल सरलाई पनि आजको परिवेशमा राखिदिनु होला। विशाल मन छ क्या। यो विशाल मन हुनको लागि त्यति सजिलो छैन, सहज छैन। यो सहज वातावरण बनाइदिनु हुने हाम्रो आदरणीय दिजू शारदा दिजूलाई धेरै धन्यवाद, अनि लीला म्यामप्रति धेरै धेरै धन्यवाद। तपाईँ तीनजनाको प्रायोजन अनि आज हाम्रो न्यान्सीज्यूको सहप्रायोजन रहेको छ। धेरै धन्यवाद। आज हामी निकै धनी छौँ, हर्षित पनि छौँ, यहाँहरूलाई देख्न पाएका छौँ। हार्दिक आभार लीला म्याम, हार्दिक आभार शारदा दिजू, धेरै धन्यवाद। न्यान्सीज्यू भिडियोमा के कसो छ, भिडियोमा व्यस्त मिलाउनु होला, व्यस्त हुनुहुन्छ के कसो हुनुहुन्छ। हार्दिक आभार सबैप्रति धेरै धन्यवाद। हाम्रो श्री बहिनी पनि म पनि यही दिन त आएर के रहेछ त्यो प्रायोजन गर्ने, म पनि गर्छु भनेर भन्नुभएको छ। तपाईँले प्रायोजन गर्दा चाहिँ एकमुष्ट तपाईँले म त्यो नम्बर के नम्बर भन्छ अरे दिदी, शारदा दिदी के नम्बर भन्छ नि, मैले त खोले छैन होइन, के नम्बर रे? क्युआर नम्बर चाहिँ म गुरुदेवको त्यो अखण्ड गुरुदेवको ओसो धामको नम्बर दिन्छु। त्यही हो हाम्रो प्रायोजन गर्ने, अरू केही गर्नु, बाघ मार्नु पर्दैन, भालु मार्नु पर्दैन। हाम्रो त्यहाँ कुटी बन्दैछ, हामी पछि तपाईँहरू त कहिले हो कहिले, हामी त बुढो भइसक्यौँ, हामी गएर बस्ने ठाउँ त्यहाँ हो, त्यहाँ गएर ध्यान जप गर्ने हो। त्यहाँको क्युआर दिन्छु, त्यसमा जति सक्नुहुन्छ 5 रुपियाँ 20 रुपियाँ 5,000 2 लाख 5 लाख, हे मलाई के काम यत्रो पैसा, हामी अध्यात्ममा लागेको मान्छेलाई के काम, म त 5 लाख पठाउँछु भन्ने पनि पाइयो, जति पठाउँछु 2 रुपियाँ पठाए पनि पाइयो, तर मनले पठाउनु पर्यो। हेत्तेर त्यहाँ दिएर गलत गरिदिएछ, बेकार दिएको, त्यो भयो भने चाहिँ विसम्मान हुन्छ। गुरुदेवले पनि आफै भन्नुहुन्छ। हस् हुन्छ, धेरै धन्यवाद, हार्दिक आभार, सबैप्रति उच्च सम्मान छ। लीला म्यामले पनि हाम्रो शारदा दिजूले ल्याइसक्नु भएपछि पुरै कुराहरू बताएरै ल्याइसक्नु भएको छ पक्कै पनि। अब हामीले दिँदै गर्दाखेरि एक हातले दिए अर्को हातले नलिए जस्तो त्यो महसुस गर्नुपर्छ। कहिलेकाहीँ के हुन्छ, परिवेश कस्तो हुन्छ भने त्यो बताउनु पनि पर्ने हुन्छ। तपाईँलाई म व्यक्तिगत रूपमा बताउनेछु लीला म्याम, हार्दिक आभार व्यक्त गर्न। अहिले बताउनु पनि पर्दैन, अहिले यहाँ हेर्दा अहिले आफै थाहा पाइहाल्नुहुन्छ। यहाँ तपाईँले जस्तो दिनुभयो, यहाँ हामी त्यस्तै प्रदान गर्दैनौँ, केही त्यहाँ दायाँ बायाँ केही गर्नै पर्दैन। हार्दिक आभार, सबैप्रति उच्च सम्मान छ। गेस्टका साथीहरूलाई घुमाइदिइरहनु होला। कुल सर मैले अनुरोध गरेको छु, सबै साथीहरूलाई क्रमशः घुमाइदिनु होला। घुमाउँदै गर्दाखेरि गोपाल सरलाई, लीला म्याम, शारदा दिजूलाई चाहिँ नघुमाइदिनु होला। अनि तपाईँहरू गेस्टमा जो जति साथीहरू जोडिनु भएको छ, सबै साथीहरूले आफ्ना नजिकका साथीहरूलाई महसुस गराइसक्नु भएको छ। सबैले आफ्ना नजिकका 10जनालाई 5-5जना कति भयो टिकटक चलाउनु भएको, त्यतिजना साथीहरूलाई चाहिँ त्यति वर्ष जति वर्ष भयो, जस्तो 4 वर्ष भयो भने 4जना अनिवार्य आउनु पऱ्यो, नभए टिकटक चलाएकै काम त। 3 वर्ष भयो भने 3जना अनिवार्य आउनु पऱ्यो, 2 वर्ष भयो भने तपाईँको मार्फत 2जना अनिवार्य आउनु पऱ्यो। यसरी चाहिँ ट्याक्क तपाईँ देखिसकेपछि 2-3जना मान्छे आउन सक्नु, त्यो वातावरण पक्कै पनि गराउनु भएको छ। तपाईँहरू समाजको एकदम प्रतिष्ठित लब्ध व्यक्तित्वहरू हुनुहुन्छ। यहाँहरूको अगाडि म बोलिरहँदाखेरि केही शब्द फुसिन्छ कि बडो डर लाग्छ, पिर लाग्छ, अनि सम्हालेर बोल्ने गरेको छु। हार्दिक आभार व्यक्त गर्न चाहन्छु जो जति साथीहरू जोडिरहनु भएको छ, सबैप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ। साहित्यिक कार्यक्रम आरोह जिन्दगीको परिवेशमा आज हामी आध्यात्मिक परिवेशमा छौँ। हामीसँग आज निकै रमाइलो, विगतको दिनमा भन्दा हामीले निकै छुट्टै तरिकाले कार्यक्रमलाई अगाडि बढाउने हामीले एउटा कोसिस गर्न लागेका छौँ। यो तपाईँहरूले बुझिहाल्नुहुन्छ। यहाँहरूप्रति धेरै धन्यवाद। धनभाइ जोडिसक्नु भएको छ, धनभाइलाई पनि हार्दिक सुस्वागतम, धेरै धन्यवाद, हार्दिक आभार व्यक्त गर्न चाहन्छु, नमन भन्न चाहन्छु। म तल बसेर सुनिरहन्छु है भन्दै हुनुहुन्छ। हस् हुन्छ, कता जानुभयो खुच्ची, तल झरिसक्नुभयो? हस् हुन्छ, हुन्छ सानी मान्छे, धेरै धन्यवाद। यत्रो सानी बच्ची हुनुहुन्छ, त्यो जोडी देख्दाखेरि हुन त गुरुदेवले त मलाई नै बढान गर्नुभयो, हाम्रै जोडी राम्रो भन्नुभयो गुरुदेवले लाइफमा। तर पनि हाम्रो उहाँहरूको त भर्खर बिहार्नु भएको छ नि त, सानो अलिकति बच्चै हुनुहुन्छ,
तपाईँको यो सुन्दर जोडीको लागि हामी पनि प्रार्थना गर्छौँ। असाध्यै राम्रो श्री बहिनी, यहाँलाई धेरै धन्यवाद। जय होस्, सबैप्रति उच्च सम्मान छ, हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको सुरुवाततर्फ लाग्छौँ। त्यसपछि म गुरुदेवलाई आमन्त्रण गर्छु। आज कार्यक्रम आरोह जिन्दगीको दिदी गोपाल सरलाई एकचोटि लाइभ सेयर गरिदिनुहोस् त। गोपाल सरलाई एकचोटि लाइभ सेयर गरिदिनुहोस् त। गर्न चाहिँ गरेको छु, अब एकैछिनपछि आउनुहुन्छ होला कि हेरौँ। ए हस्, हुन्छ हस्, हुन्छ। हाम्रो गोपाल सरलाई एकचोटि लाइभ सेयर गर्नुभएछ भने अलिकति हामीलाई हामी सुरुवात गर्दै गर्ने कार्यक्रमको एउटा फर्मेट हुन्छ, त्यो फर्मेटमा चाहिँ छिर्दै गर्ने, त्यसपछि हामीलाई सहज पनि हुन्छ। त्यतिखेरसम्म हामीले 50-60 जना पुर्याउनु छ कि होइन, गुरुदेव जोडिएपछि 80-90 हुन्छ, 100-150 अथवा 30 जना भयो भने के फरक पर्छ। हाम्रो परिवेश हो, रमाइलो हो, रमाउने, जसरी पनि खुसी लिने हो, आनन्द हुने, आफैभित्र खुसी खोज्ने हो। धेरै धन्यवाद, हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। ल अब भने म तपाईँ सम्पूर्णलाई स्वागत गर्दै अबको परिवेशमा नयाँ नयाँ साथीहरू एकछिन यसो आउँदै गर्नु होला। नयाँ साथीहरू गेस्ट रिक्वेस्ट गर्दै गर्नु होला। एकैछिन हामी 7:02 मिनट बाँकीसम्ममा राज सर, मिनाजी देखिरहेको छु, नमन भन्न चाहन्छु। लक्ष्मी दिदी हुनुहुन्छ, धेरै धन्यवाद। जीवन सर जोडिसक्नु भएको छ, प्यारो मान्छे। राधा बहिनी हुनुहुन्छ, यहाँलाई धेरै धन्यवाद। 11 के पुगिसकेको छ, धेरै धन्यवाद। एसकेसी मेरो प्रिय चेली जोडिसक्नु भएको छ, यहाँलाई नमन भन्न चाहन्छु। सबैप्रति उच्च सम्मान व्यक्त गर्दै आजको यो औपचारिक कार्यक्रम, अहिले हामी अनौपचारिक कार्यक्रम अहिले औपचारिकमा छिर्छौँ। आजको यो अनौपचारिक कार्यक्रममा सर्वप्रथम शारदा दिजु, यहाँलाई धेरै धन्यवाद। यो मध्यस्थकर्ता अनि आजको कार्यक्रम आरोह जिन्दगीको यो बोर्डलाई प्रायोजन गरिदिनु भएकोमा, आजको बोर्ड तपाईँको नाम, यहाँलाई धन्यवाद। हार्दिक धन्यवाद लीला म्याम, आजको बोर्ड तपाईँको नाममा। आजको बोर्डलाई यहाँसम्म ल्याउने एउटा व्यवस्था मिलाइदिनु भएको छ। आजको बोर्ड यहाँको नाममा। जय होस्। आरोह जिन्दगीको परिवार, सम्पूर्ण मेरो व्यक्तिगत तर्फबाट, आरोह जिन्दगीको टिमको तर्फबाट तपाईँलाई धेरै धन्यवाद अनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आगामी दिनमा हामीलाई मात्रै होइन, तपाईँलाई समस्या परेछ भने पनि नलजाउनु होला, अप्ठ्यारो नमान्नु होला। हामी तनले, मनले, वचनले, धनले, जेले सक्छौँ सहयोग गर्नेछौँ। ताली एउटा हातले मात्रै लाग्दैन, हामी त्यो सन्दर्भमा पनि छैनौँ। धेरै धन्यवाद। आजको यो बोर्डमा यहाँलाई धन्यवाद भन्दै न्यान्सीज्यूलाई पनि आज सब प्रायोजक गरिदिनु भएको छ। उहाँसँग त अब त्यो शब्दै छैन, के भन्ने कसो गर्ने, मसँग त त्यो शब्दकोशै सकियो जस्तो लागिसकेको छ। हरेक कुरामा अगाडि हुनुहुन्छ, राम्री पनि चिटिक्क परे, सबै चिजमा अगाडि, कार्यक्रमलाई पनि एकदम सपोर्ट गर्नुहुन्छ, यहाँलाई धेरै धन्यवाद। हार्दिक आभार व्यक्त गर्दै अब भने हामी कार्यक्रमको निश्चित फर्मेटमा जान्छौँ। हामीले कार्की सरलाई देख्न सकेको छैनौँ, अहिले जोडिनु भएपछि रोटेट गरिदिनु होला। हार्दिक आभार व्यक्त गर्दै अब भने हामी कार्यक्रमको निश्चित फर्मेटतिर लाग्छौँ है त। ल अब गुरुदेवको आगमन हुँदैछ। अब केही बेरमा हामी गुरुदेवसँग जोडिनेछौँ। साहित्यिक कार्यक्रम भलाकुसारी गर्नेछौँ। थ्याङ्क यू टिकटक एप्लिकेसन प्रोभाइड दिस फेसिलिटी, धन्यवाद भन्न चाहन्छु। कार्यक्रम आरोह जिन्दगी परिवेश हेरेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णप्रति धेरै धेरै धन्यवाद, हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। साहित्यिक कार्यक्रमलाई माया गरिदिनु हुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद, हार्दिक आभार व्यक्त गर्दै साहित्यिक कार्यक्रम आरोह जिन्दगीको परिवेशलाई अबको केही क्षणमा हामी शुभारम्भ गर्दैछौँ। सबैप्रति उच्च सम्मान छ। साहित्यिक कार्यक्रम आरोह जिन्दगी साँझ 7 बजेदेखि 8 बजेसम्म निश्चित समयसम्म रहेर हामी आजको बसाइमा पनि यहाँहरूसँग जोडिएर केही सन्देशमूलक, केही सुन्दर चिज पस्किने कोसिस गर्नेछौँ। आजको जमर्को हुनेछ अध्यात्मसँग रहेर, अध्यात्मसँग सम्बन्धित रहेर कार्यक्रममा हामी केही जिज्ञासाहरू गुरुदेव माझमा राख्ने कोसिस गर्नेछौँ। आजको कार्यक्रमलाई प्रायोजन गरिदिनु हुने लीला म्याम, सरस्वती दिजु धेरै धन्यवाद।
कार्की सर यहाँप्रति धेरै धन्यवाद। सहप्रायोजक न्यान्सीज्यू यहाँप्रति धेरै धन्यवाद। कार्यक्रम आरोह जिन्दगीलाई तपाईँले पनि प्रायोजन गर्नुभएको छ। हेरेर हामीलाई सुनेर साथीहरूलाई बोलाएर आफ्नो परिवेशलाई आहा पारिवारिक माहौल रहेछ, बुवा हुनुहुँदो रहेछ, आमा हुनुहुँदो रहेछ, दाजु दिदी बहिनी सम्पूर्ण बसेर हेर्न मिल्ने कार्यक्रम को रहेछ भनेर तपाईँले सेयर गर्नुभएको छ, लाइक गर्नुभएको छ, कमेन्ट गर्नुभएको छ। यो पनि एक किसिमको कार्यक्रमलाई प्रायोजन गर्ने एउटा कसी बनेको छ। यहाँ सबैलाई धेरै धन्यवाद, हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। साहित्यिक कार्यक्रम आरोह जिन्दगीको परिवेश अत्यन्तै सुन्दर बनाइदिनु हुने तपाईँ सम्पूर्णप्रति धेरै धेरै धन्यवाद, हार्दिक आभार व्यक्त गर्दै साहित्यिक कार्यक्रम आरोह जिन्दगीको परिवेशमा अबको केही क्षणपछि हामी साहित्यिक कार्यक्रमलाई निकै सुन्दर तरिकाले अगाडि पस्किनेछौँ। केही तपाईँहरूसँग केही आध्यात्मिक जिज्ञासा छन् भने हाम्रा मोडेरेटर साथीहरूलाई अथवा स्क्रिनमा लेख्न सक्नुहुनेछ। मैले यहाँलाई अनुरोध गर्दछु, कोही साथीहरूको केही जिज्ञासाहरू आएछ भने हाम्रो मोडेरेटर साथीहरूलाई पठाउनु। मोडेरेटर साथीहरूले यहाँ मलाई ग्रुपमा पठाइदिनु होला, मलाई यहाँबाट हेर्न सजिलो हुन्छ। मैले यहाँलाई अनुरोध गरेँ। कार्यक्रम आरोह जिन्दगीको यो परिवेशमा अब भने हामी लगभग नजिक आइपुगिसकेका छौँ। सबैप्रति उच्च सम्मान छ। साहित्यिक कार्यक्रम आरोह जिन्दगीको यो बोर्डमा रहनुहुने तपाईँ सम्पूर्णप्रति धेरै धेरै धन्यवाद। फेरि पनि मैले कार्यक्रम आरोह जिन्दगीको परिवेशमा एकैछिन नाम दोहोऱ्याएँ। आजको यो कार्यक्रमलाई प्रायोजन गरिदिनु हुने शारदा दिजुपछि 10 औँला जोडेर नमन गर्न चाहे। लीला म्याम यहाँप्रति हार्दिक नमन। कार्यक्रमलाई प्रायोजन गरेर हामीलाई सहज बनाइदिनु भएको छ, यहाँप्रति धेरै धेरै धन्यवाद। गोपाल कार्की सर जहाँ हुनुहुन्छ यहाँप्रति उच्च सम्मान छ। समय मिलेछ भने यहाँले जोडिएर हामीलाई साथ दिनुहुनेछ। यो कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा यहाँप्रति धेरै धेरै धन्यवाद, हार्दिक आभार। धेरै धन्यवाद तपाईँ सम्पूर्णप्रति धेरै धन्यवाद। जति साथीहरू जोडिरहनु भएको छ सबैप्रति उच्च सम्मान छ। लीलाजी हुनुहुन्छ, राज सर हुनुहुन्छ, प्रेमराज दाहालजी हुनुहुन्छ, शारदा दिजी हुनुहुन्छ, राधिका नेउरे हुनुहुन्छ, इन्दिरा बहिनी हुनुहुन्छ, यतिखेर बेलीजी हुनुहुन्छ, न्यान्सीजी हुनुहुन्छ, रूप गौतम, अन्जु जोशी हुनुहुन्छ, भावना बहिनी हुनुहुन्छ, कुलकारी सर हुनुहुन्छ, यतिखेर आरोह जिन्दगी दिपा बहिनी हुनुहुन्छ भने लक्ष्मी दिदी हुनुहुन्छ, गीता सना भीमा बहिनी हुनुहुन्छ, गङ्गाजी हुनुहुन्छ, यतिखेर देखिरहेको छु राधा बहिनी, मिना मैया हुनुहुन्छ, धन गौतम भाइ हुनुहुन्छ। यहाँलाई धेरै धेरै धन्यवाद, हार्दिक आभार। तुलसा हुनुहुन्छ, यतिखेर भुवन आचार्यजी हुनुहुन्छ, मैले देखिरहेको छु। तिर्सना बहिनी यहाँलाई धेरै धन्यवाद। शारदा दिज्यू, प्रज्ञा ओसो नामबाट अगाडि बढ्नु भएको छ। श्री बहिनी जोडिनु भएको छ। सीता लुइटेल हुनुहुन्छ, प्रगति खड्का हुनुहुन्छ, जय शम्भुबाट प्रिय मान्छे जोडिनु भएको छ। अभिचन्द्र ढुङ्गेल चौर सर यहाँलाई धेरै धन्यवाद। अञ्जना पराजुलीजी जोडिनु भएको छ। जिन्दगीबाट हाम्रो दिपा बहिनी हुनुहुन्छ भने एसकेसी मेरो प्रिय चेली हुनुहुन्छ, लक्ष्मी खतिवडा हुनुहुन्छ, सोमनाथ हुनुहुन्छ भने यतिखेर जीवन सर हुनुहुन्छ, मेरो प्यारो मान्छे सुदीप हुनुहुन्छ, उप्रेती हुनुहुन्छ, समान्त हुनुहुन्छ, सुशीला हुनुहुन्छ, विमला हुनुहुन्छ, अनुविष्ट हुनुहुन्छ, मायाजी हुनुहुन्छ, लक्ष्मण हुनुहुन्छ, प्रताप सुवेदी हुनुहुन्छ, सलिम हुनुहुन्छ, आहा मगर हुनुहुन्छ, शान्ति कार्की जोडिनु भएको छ, मनिष हुनुहुन्छ, शम्भु ढकाल लगायत धेरै साथीहरू जोडिनु भएको छ। यहाँहरू सबैप्रति उच्च सम्मान छ। साहित्यिक कार्यक्रम आरोह जिन्दगीको परिवेशलाई हेरेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णप्रति धेरै धेरै धन्यवाद, हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। साहित्यिक कार्यक्रम आरोह जिन्दगी परिवेशमा अब भने मोडेरेटर साथीहरू तम तयार मुटुको ढुकढुकी छामेर गेस्टमा आदरणीय व्यक्तित्व आजको कार्यक्रम आरोह जिन्दगीको हाम्रो भगवान रूपी आदरणीय व्यक्तित्व गुरुदेव जोडिसक्नु भएको छ। गुरुदेवको गुरु र ब्रह्मा गुरु र विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः। नमस्कार। साहित्यिक कार्यक्रम आरोह जिन्दगीको आजको बसाइमा अमृत बाणीको लागि हामी माझ हुनुहुन्छ आचार्य श्री उसो अखण्ड गुरुदेव। यहाँलाई कार्यक्रम आरोह जिन्दगीको परिवेशमा भव्य स्वागतम। आजको कार्यक्रममा हामी आफूलाई आफूभित्र डुबेर आफ्नै आत्मालाई कसरी जान्न सक्छौँ त? अध्यात्म के रहेछ? यहाँहरूसँग केही जिज्ञासाहरू छन्, केही प्रश्नहरू छन् भने स्क्रिनमा राखेर तथा मोडेरेटर साथीहरूसँग राखेर हामी भलाकुसारी गर्नेछौँ समय रहेछ भने। केही जिज्ञासाहरू हामीलाई प्राप्त भइसकेका छन्। गुरुदेवबाट अनुमति भएछ भने एक सेसनमा गुरुदेवको आज जन्मदिन परेको छ, जन्मदिनको शुभकामना पनि हामी अर्पण गर्नेछौँ। एक सेसन रहेछ, समय रहेछ भने 7:25 देखि 7:40 समयसम्म हामी केही बेर गुरुदेवबाट अनुमति भएछ भने हामी गुरुदेवलाई जन्मदिनको शुभकामना उत्सव पनि गर्नेछौँ। आजको कार्यक्रम आरोह जिन्दगीको परिवेश अगाडि बढाउने अनुमति चाहन्छु गुरुदेव। एकदम अगाडि बढ्नु पर्यो।
सर्वप्रथम यहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना सम्पूर्ण टिमको तर्फबाट आरोह जिन्दगी कार्यक्रमको तर्फबाट हामी शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कार्यक्रम आरोह जिन्दगीको यो परिवेशमा अगाडि बढ्ने यो अनुमति पाए पश्चात सर्वप्रथम यहाँ जस्तो अद्भुत छोरा जन्म दिनुहुने आमा बुबालाई सम्झिन्छौँ यहीँबाट। यहाँको बुबाको नाम हामी सम्पूर्ण साथीहरू सम्पूर्ण आदरणीय व्यक्तित्वहरूले जान्न चाहनुहुन्छ, जसले उहाँले यस धरतीबाट बिदा लिइसक्नु भएको छ। यहाँको बुबाको नाम सम्झिन चाहौँ। परमात्मामा लिहिन हुनुभए पनि कामना सहित हामी बुबाको नाम सुन्न चाहन्छौँ। गुरुदेव मेरो बुबा स्वर्गीय मुक्तिनाथ नेउपाने हुनुहुन्थ्यो। करिब अब असारको 26 गते 2 वर्ष हुन्छ बुवाले शरीर छोड्नु भएको। मुक्तिनाथ नेउपाने आमाको नाम आमासँगै साथमा आमाको काखमा खेलिरहनु भएको छ। अहिले पनि गुरुदेव आफ्नो आमाको साथमा बच्चा जस्तो महसुस गर्नुहुन्छ। आमाप्रतिको भक्ति सहित आमाको नाम सुन्न पाए हामी धन्य धन्य हुने थियौँ। आमाको नाम चाहिँ मसँगै हुनुहुन्छ। आमा वसुन्धरा नेउपाने हो मेरो हुनुहुन्छ। आमाप्रति प्रणाम। यहाँको जन्म मिति भन्न मिल्छ भने उमेर अथवा जन्म मिति मध्ये केही एक हामी सुन्न चाहन्छौँ अबको बसाइमा। आमा उ त्यहाँ देखिरहनु भएको छ, बच्चाहरू रमाइरहेछन्। आमा उ त्यहाँ हुनुहुन्छ। मेरो जन्म मिति 2028 साल वैशाखको 12 गते आजकै दिन हो। जय होस्। टिपी राख्नु होला। लामो दारी पाल्नु भएको, अलिकति दारी अलिकति मैले पालेँ भने नि त्यस्तै देखिन्छु। लामो दारी पाल्नु भएको हिसाबले तपाईँले ओहो वृद्ध भइसक्नु भएछ नसोच्नु होला। मभन्दा जम्मा 7 वर्ष मात्र जेठो हुनुहुन्छ गुरुदेव। जय होस्। हार्दिक आभार, हार्दिक आभार गुरुदेव। जन्मस्थान सर बुझ्न चाहन्छौँ अबको बसाइमा। लमजुङ जिल्लाको राइनास बोराङ भन्ने ठाउँमा, एकछिन डिस्टर्ब गर्न मिलेन, म गेस्ट छु। बोराङ भन्ने बस्नु मिल्दैन। बोराङ भन्ने ठाउँमा जन्मिएको हो म। यो जन्मिएको 5 वर्षपछि 2033 सालमा गोर्खाको अहिलेको पालुङटार नगरपालिका त्यति बेलाको मिरकोट गाविसमा माइग्रेसन भएर गोर्खा आएको हो। त्यसैले घर कहाँ भनेर सोध्यो भने गोर्खा भन्नुपर्छ। र जन्मिएको जिल्ला चाहिँ मेरो लमजुङ हो। म जन्मिएर 5 वर्ष मात्रै निकै सानो उमेरमा माइग्रेसन भएको कारणले मलाई लमजुङको बारेमा पछि गएर त मैले जानकारी पाएँ। मेरो मामा घर पनि लमजुङमै हो, साइलटार भन्ने ठाउँमा। त्यसैले धेरै चाहिँ म गोर्खाकै मान्छे हुँ, थोरै चाहिँ लमजुङ हो मेरो। जय होस्। धेरै धन्यवाद। चञ्चल बतास जस्तै यत्र तत्र बहिरहने, हर कोहीको दिमागमा ताजै रहिरहने यहाँको बाल्यकाल कसरी बितेछ अलिकति त सुन्न पाइयो। अब अलिकति रमाइलो तरिकाले सुन्छौँ। आमाहरूको भनाइ कस्तो छ भने अब 3टा दिदीहरू पाइसकेपछि छोरा पाउन आँटेन भनेर आमालाई अलिक घरमा हेला गर्ने त्यो बेलाको चलन पनि बुहारीहरूलाई चलन थियो अरे। र म चाहिँ 3टा दिदी मुनतिर जन्मिएको कारणले घरमा असाध्यै धेरै हर्षोल्लास भएको। आज दिउँसो नै आमा कुरा गर्दै हुनुहुन्थ्यो, घिनै नमान्ने। म फेरि फोहोरी थिइनँ, जस्तो आमा जस्तो सिकान निकाल्ने अनि दिसा पिसाब गर्ने, अब त ओछ्यानमा त्यस्तो खालको फोहोरी बच्चैबाट थिइनँ आमाहरूको भनाइअनुसार। अनि दिसा धुन पनि हामीले झुम्रो प्रयोग गरेनौँ, पुरै हातले नै सिधा कसैले घिनै नमान्ने 3टा दिदी आमाहरूले, बाहरूले घिन नमान्ने। र घरमा एकदमै हर्षोल्लास बन्यो। र मैले थाहा पाएसम्म मैले सानोमा पनि काम गर्नु परेन, ठुलो भएपछि नि काम गर्नु परेन। मलाई मेला गएको अथवा काम गर्नु परेको भन्ने मलाई थाहा छैन। बाबुलाई उतै लैजानु एकछिन उतै जा। अनि काम गर्नु परेन। बुवा चाहिँ एकपटक कलकत्ता जानुभएको छ, ज्योतिष पढ्नु भएको, कलकत्ता जानुभएको छ। अनि आमाले एकदम रोएपछि जागिर खान नदिएर फर्किएर आउनु भएको कारणले बाले चाहिँ प्युरीको सिरक र डसना बोकेर ल्याउनु भएको छ कलकत्ताबाट। त्यो नर्मल्ली प्युरीको सिरक डसना गाउँमा हुन्थेन, भुत्ता भुत्तीको सिलाएर बनाउने चलन थियो। म चाहिँ एकदम सफा पनि छोरो पनि
भएको कारणले बासँग सुत्न पाउने भएर म चाहिँ बच्चैदेखि पिउरीको सिगरेट व्यसनमा सुत्न पाएको र ठुलो हुँदाखेरि नि बाले मलाई पढ भन्नुहुन्थेन। म यसै पनि फर्स्ट बोय थिएँ। अनि एक गिलास दुध तर समेत लिएर आएर सिरानीमा राखिदिनुहुन्थ्यो र अब बाबु दुध खाएर सुत, अब बिरालाल घोप्ट्याउला भन्नुहुन्थ्यो। उठेर पढ चाहिँ कहिल्यै भन्नु भएन। असाध्य माया गरेको हुनुहुन्थ्यो। पछि चाहिँ मैले दिदीहरू धेरै 10वटा भैँसी ब्याउनी हुन्थे प्रत्येक वर्ष। अनि राँगा हुन्थ्यो, ठुलो राँगो, एकाल गोरु, हली गोठालो थियो हाम्रो घरमा। अनि हली गोठालाले काम गरेर पुग्दैन थियो, दिदीहरू घाँस काट्न जानुहुन्थ्यो। म दिदीहरूसँग बिदाको बेलामा शनिबार शुक्रबार घाँस काट्न, असार साउनको बिदामा घाँस काट्न जान्थेँ। मलाई चाहिँ त्यो त अरूलाई जस्तो घाँस काट्न गाह्रो पर्थेन। म हँसिया लिएर बसेपछि त्यो बालुवाको मरुभूमिमा भयो नि, म बसी नै भारी पुर्याउने। मलाई त्यो लामो खालको थिएन, मसिनो गरेर काट्न सक्ने। अहिले पनि आमा भन्नुहुन्छ यसले चाहिँ बसेपछि भारी पुर्याउँछ भने भारी पुर्याउने। अनि मलाई डोको बुन्न, नाम्लो बुन्न, नाङ्लो बुन्न म सबै आउँछ। जस्तो गुन्द्री बुन्न, महिला आमाहरूले बुन्ने गुन्द्री बुन्न आउँछ मलाई। पुरुषले स्वेटरहरू, टोपीहरू, मोजा बुन्न उनीको आउँथ्यो। अब अहिले त आउँछ भन्न मिलेन। मैले नजानेको करिब केही पनि काम थिएन। फेरि मैले के हुँदो रहेछ, मेरो स्वभाव कस्तो भने यो काम गर भने म गर्दै नगर्ने। तर मेरो खुसीले चाहिँ जे काम पनि गर्ने भएको कारणले मैले नजानेको भन्ने चाहिँ केही पनि काम थिएन बच्चाकालमा पनि। म अलि पढ्दाखेरि फर्स्ट हुने बडो ट्यालेन्ट स्वभावको मान्छे थिएँ। बच्चाकाल त्यसरी नै बित्यो मेरो खालको। हजुर वर्ग जय होस्। कति सुन्दर साँच्चै तपाईँहरूलाई भएन, तपाईँहरूलाई महसुस भएन बच्चामा खेलेका, उफ्रिएका, घाँस काटेका, हिँडेका, चलेका केही महसुस भएका छन् भने यहाँहरूले कमेन्ट पनि गर्न सक्नुहुनेछ। कार्यक्रम आरुवा जिन्दगीको परिवेशमा फेरि हामी अलिकति बालककाल, निकै सुन्दर बालककाललाई अलिकति चिरेर हामी युवा अवस्थातर्फ लाग्छौँ। युवा अवस्थामा त्यस्ता केही आयामहरू, केही लक्षणहरू, केही लक्ष्यहरू केही लिनुभयो होला तपाईँको। त्यो सुनिरहँदाखेरि, गुरुदेवको त्यो सुनिरहँदाखेरि हुने बिरुवाको चिलोपा भने जस्तै त्यो बच्चैदेखिको त्यो जागरुकता, त्यो चञ्चलतालाई एकतिर कतै फालेर तपाईँले सिक्नुभएका ज्ञानहरू, तपाईँले सिक्नुभएका सिपहरू, ओ माई गड यति सुन्दर, मलाई त अचम्म लाग्यो, सुनिरहँ जस्तो लाग्यो। अब यही परिवेशलाई एकैछिन बिट मार्दै बच्चा यो बालपनलाई अलिकति पर धकेलेर अब हामी अलिकति युवा अवस्थामा के रहेछ त। अब अधिकांश यहाँ साथीहरू युवा अवस्थाका धेरै साथीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि केही जोस जागर मिलोस् ताकि युवा अवस्थामा यो गर्नुपर्ने रहेछ, यो गर्न नहुने रहेछ भन्ने त्यो किसिमका केही क्षणहरू हामीलाई सेयर गरिदिनु होला गुरुदेव। होइन, अब कस्तो थियो भने हामी अब लमजुङबाट गोर्खा बसेँ आएको। मलाई चाहिँ पौडी खेल्न आउँथेन। अस्ति एउटा रियल स्टोरी टाइम भन्नेमा देख्नुभयो। अब पौडी खेल्न एकपल्ट धन्नै मरेको मैले पौडी खेल्न सिकेँ। मलाई अहिले पनि त्रिशुली, गण्डकी, कहीँ पनि कर्णालीतिर लहर फालिदिनु भयो भने म चाहिँ जुनसुकै समुद्रबाट पनि बाहिर आउन सक्छु। मलाई त्यो हिम्मत छ। म पानीमा त्यति धेरै सिपालु बनेपछि। अनि अलिकति हामी लमजुङबाट गोर्खा आएको, हामी धनीमानी त थियौँ, गाउँले टाइपको। बा असाध्य सोझो किसान हुनुहुन्थ्यो। उपाध्य बाहुन भन्ने कुराको गर्व गर्ने, अर्थ केही नजान्ने हुनुहुन्थ्यो। आमा त्यस्तै। र त्यहाँ हामी बसे आएको हुनाले त्यहाँ वरिपरिको मानिसहरूले हामीलाई सायद बा आमालाई अलिक हेप्ने टाइपको त्यो त्यस्तो खालको स्थिति थियो। र मलाई चाहिँ यो समानताको लागि लडाइँ लड्नुपर्छ, बराबर हुन भन्ने कसैले लगाइदिएछ र बच्चैकालमा म चाहिँ त्यो कम्युनिस्ट हुन पुगेछु गोर्खा भएको कारणले होला। हुन त हाम्रो आरोह जिन्दगी पनि गोर्खैको हो, तर म चाहिँ कम्युनिस्ट हुन पुगेछु। र 7 कक्षाको उमेरमा 7 कक्षा पढ्दाखेरि नजिकै प्रधान पञ्चको घर थियो, असाध्यै ठुलो धनीमानी प्रधान पञ्चको घर थियो। अनि मैले आज बाबा म भेट्छु है पछि तिमीलाई, भेट्छु ल, अब यता म एकछिन ल ल ल ल।
भोलि बिहान भेट्छु है तिमीलाई है ओके गाइज ल भोलि बिदा हिँड्नु ल भोलि म लागेँ ल हस्, हस्। हस् आज सिद्धिएन भोलि बिहान फेरि गर्नु ए ल त्यो हङ्कललाई माछा यसो कुरा गर्ने गरिहाल्छ ढोका लगाइदिनु ढोका लगाइदिनु अब म disturb नाइन्सीजी राम सरलाई लिइदिनु होला। अनि त्यसपछि अब बच्चाहरू आएर आज बर्थडे यही थियो भने अनि त्यो टोयलेट बनाएन नि स्कुलको पैसा खायो भनेर कसैले लगाइदिएको कारणले गएर प्रधान पञ्चको घर हेर्न गएर लात्तै लात्तै सानो बच्चा हिर्काएको दिनभरि उनलाई त केही भएन। पछि उनले 3 जना विद्यार्थीलाई पछि पुलिस लगाएर थुने 7 कक्षाको उमेर थियो त्यो। उहाँ हाम्रो आरोह जिन्दगी पर्वको थाहा पाउनुहुन्छ नीलकोटको बागडाँडा मावि भन्ने मावि थियो त्यति बेला। त्यहाँ 7 कक्षा छँदाखेरि त्यो एउटा विद्रोहको एउटा घटना घट्यो। त्यसपछि 8, 9, 10 अलि क्रान्तिकारी विद्यार्थी भएर सबैलाई लिड गरेर विद्यार्थी जीवन कटाएँ मैले। त्यसपछि सरस्वती क्याम्पसमा आएर आइकम बिकमको चलन थियो। सरस्वती क्याम्पसमा 44 सालमा एसएलसी दिएर त्यो बेला पढाइ पनि यहाँहरूलाई अचम्म लाग्छ होला, मैले दिउँसो नि सेयर गरेँ। डेरा गरेर बसिन्थ्यो गाईखुरमा, 22 रुपियाँ पैसा तिर्दाखेरि डेरा भाडा, तरकारी भाँडा घरपेटले नै मात्दिने, अनि पानी घरपेटले थापेर ल्याएर गाग्रीमा नजिकै राखिदिने, माझेको भाँडामा खरानी उनीहरूले लगाइदिने, अनि हामीलाई बाहुनको छरछरी भनेर हामी भात पकाएर ठ्याक्क बसालेर दाउरा घरपेटले नै ल्याएर फुक्दिने। अनि हामीले त्यहाँ भात मुलुक उमालेर भात खाएर ती थाला चुडिदिएर बाहिर निक्लेर आउने गरेर डेरा भाडा, तरकारी, दाउरा अनि भाँडा उहाँहरूले नै मात्दिने। सबै गर्दाखेरि महिनाको 22 रुपियाँ चाहिँ बाल तिर्थेँ मैले। त्यो म पढ्दाखेरि यो 43-44 सालमा त्यहाँ हामीले 1 मोहर तिरेपछि यहाँहरू सबैलाई थाहा छ 1 मोहरमा एकदम पेटभरि चिउरा तरकारी अब त्यो प्लास्टिकको उसमा दिन्थ्यो खान पाइने। अनि गुज्जा खेल्ने चलन थियो। गुज्जा खेल्दाखेरि म चाहिँ जहिले पनि जित्ने मान्छेहरूलाई गुज्जा खेल्न जित्थेँ। त्यस्तो प्रकार असाध्यै टाठो थिएँ पर्सनल्ली म। अनि मान्छेहरूसँग पैसा हुन्थेन विद्यार्थीसित, अनि म चाहिँ पैसा तिर्न नसक्ने भए मलाई बोकेर स्कुल लैदिए भनेर अनि त्यहाँ नजिक कुमालहरू थिए, उनीहरूसँग तिर्ने पैसा हुन्थेन। 15 पैसा मैले गुच्चा खेलेर 15 पैसा लगाएपछि उसले पैसा तिर्न सकेर बोकेर स्कुल लैदिन्थ्यो। अनि दिउँसो 1 बजे फेरि गुच्चा खेल्यो, फेरि 15 पैसा लगायो, बेलुका फेरि बोकेर घर ल्याइदिन्थ्यो। त्यस्तो खालको चलन थियो त्यतिखेर। जे रमाइलो, एकदम रमाइलो। हामी सिलिली खेल्ने, पौडी खेल्ने, चराचुरुङ्गी खोज्दै हिँड्ने, अँगेराहरू क्यामुनाहरू बजारतिर खान जङ्गलतिर जाने, जतासुकै जङ्गल थियो। अनि अहिले छैन, त्यो बेलामा त बिमिरोहरू निमारहरू जतासुकै पाइने, ऐसेलु झ्याङ जतासुकै खान पाइने, मान्छेहरू एकदम कम हुने। बगैँचामा गए, ठुला ठुला आँपका बगैँचा तराईतिर त अहिले पनि छ, गोर्खामा ठाउँ ठाउँ आँपको बगैँचा हुने। यसो आँपको बगैँचा गए, आँप फुत्त झर्छ, ट्याक्क खायो। अनि यता बाहुलातिरबाट रस चुहिएर हात जति घिनलाग्दो हुन्थ्यो, पुरै बाहुलाले सिकान पुछ्यो होइन। त्यति बेलाको रमाइलो गर्छ, रमाइलो चाहिँ बेला थियो त्यो। निकै रमाइला पलहरू। 80 जना हुनुहुन्छ टिकटक हो क्या, टिकटक। निकै रमाइला पलहरू सुन्ने अवसर मिलेको छ। यहाँ राजु सरले अगाडि लेख्नुहुन्छ, च्याङ्लीका कुमालेहरूले तपाईँलाई बोकेका होलान् होइन भन्दै हुनुहुन्छ। निकै मिठा मिठा सन्देशहरू पनि मैले देखिरहेको छु। यहाँ सबैले म्यासेज पनि सर कुदाउनुहोस्, रमाइलो पनि गर्नेछौँ, कुराकानी पनि गर्नेछौँ। अब युवा अवस्थालाई बिस्तारै व्यतीत गर्दै गर्दा अब एक कुरालाई चाहिँ मलाई एकदम मन मारेर भनौँ कि नभनौँ, फेरि आफ्नै गुरुदेव हुनुहुन्छ, नभनेर कसैलाई भन्न जाउँ भन्नै मन लाग्यो। यहाँ अध्यात्ममा लाग्नुपर्छ भनेर यसो दिमागमा खेलेको चाहिँ लगभग कति वर्ष जति अगाडिको कुरा होला? म पहिला मलाई त कम्युनिस्ट विद्यार्थी भएको कारणले धर्म हुन्छ, ध्यान हुन्छ, गुरु हुन्छ, अध्यात्म हुन्छ, आत्मा हुन्छ, परमात्मा हुन्छ, ईश्वर हुन्छ, परमात्मा हुन्छ, मैले कहिले पत्याउँदै पत्याइन। आमा बाले पूजा गरेको समेत विरोध गर्ने।
अब श्राद्धहरू गरे मन नपर्ने, खास गरी कामी दमाई सार्की भनेर छुवाछुत गर्थे, उनीहरूसँग छोएर सँगसँगै खाना खाने, मलाई यो तल्लो जात उपल्लो जात भन्ने मतलब नलाग्ने, गरिब धनी भन्ने मलाई विभेद मनै नपर्ने, मलाई हामी उपाधि पाउनु हो भन्ने कुराको कहिले गर्व भएन र म अलिक समानता चाहने खालको मान्छे थिएँ। त्यसो भएको कारणले यो अध्यात्म धर्म ध्यान भन्ने चाहिँ सब नाटक मात्रै, पण्डितहरूले ठग्न बनाए हुन्, यो चाहिने कुरा होइन। सधैँ यस्तो लागिरह्यो मलाई। र माओवादी जनयुद्धताका म पत्रकारिता, माओवादी पत्रिकाको पत्रकारिता र अलिकति भूमिगत खालको राजनीति गर्न मेरो बाध्यता भयो। म चान्सले बाँचेका मान्छे हो, तपाईँहरूलाई भनौँ, म उहिले मर्न पर्ने, लकिली बाँचेको हो। म बाँचेपछि माओवादी जनयुद्धको अन्तिम अवस्थातिर म अलिकति युद्ध पनि मलाई मन नपर्ने र म बाहिर सामाजिक मान्छे हुन पनि राज्यको कारणले नपाउने, मेरो कुरा ठिकसँग बुझ्नु भने युद्ध मलाई मन नपर्ने, सोसल मान्छे हुन पनि मलाई चाहिँ बाहिर आर्मी पुलिसले पक्रिने भए भएर लुकेर भन्नुपर्ने, त्यो बाध्यता मलाई अन्तिम समयमा पर्यो। अनि परेपछि एउटा कोही कान्तिपुर पत्रिकाको पत्रकारले, तपाईँ यो ओसोमा जानुहुन्छ त, त्यहाँ त ध्यान पनि हुन्छ शान्ति पनि हुन्छ भन्यो। कहाँ छ ओसो भनेर सोधेको थियो। उसले म पोखरा बस्थेँ, उसले पोखरामा लुकेर बस्थेँ। त्यति बेला एउटा काङ्ग्रेसको घरमा बस्थेँ, तर उसले म माओवादी भन्ने चिनेको थिएन। उसले चाहिँ त्यहाँ चाहिँ पोखरा आवाज भन्ने पोखराको ठुलो पत्रिकाको साहु हुनुहुन्छ, उहाँ चाहिँ रविन्द्र वास्तोला, सबैले चिन्छन् पोखरामा रविन्द्र वास्तोला भनेपछि। यो के मणिपाल हस्पिटल तलतिरपट्टि उहाँको घर छ नजिकै। म उहाँको घर बसेको थिएँ लुकेर। उहाँले चाहिँ मलाई चिन्नु भएको थिएन, चिनेर बस्ने कुरो पनि भएन। त्यति नै बेला कान्तिपुर पत्रिकाको एकजना पत्रकारले त्यो भन्दैछ, ल त ल मेरो नाम लेखाइदिनुहोस् भनेको। उहाँले सौरामा ओसोको आश्रममा मेरो नाम लेखाइदिनु भयो। त्यो बेला चाहिँ 3 दिनलाई म गएको थिएँ। अनि म चाहिँ यसो लेनिन कट दारी थियो, छोटो दारी, अनि अलिक दुब्लो पातलो अग्लो थिएँ। म त्यहाँ गएको थिएँ, तर उसले के भनिदिएछ भने म गएको कुरो नभनिदिनु पर्थ्यो त्यो पत्रकारले। मैले त्यहाँ एउटा माओवादी पठाइदिएको छु भनिदिइहालेछ। अनि मान्छेहरू डराएर मेरो अगाडि थुरथुर कामेर कोही पर्दैनन्। म चाहिँ वास्तवमा त्यहाँ आफ्नै खोजीको लागि गएको हो म। तर उनीहरूलाई के परेछ भने यो हामीलाई बुन्न आएको हो, यसले चाहिँ भोलि बम पड्काइदिन्छ आएर हामीलाई सिद्ध्याउने भयो भनेर डराएर सब भागाभाग गर्छन्। म चाहिँ होइन भनेर नजिक जान्छु। म नजिकको उनीहरू भाग्छन्, म नजिकको सबै भाग्छन्। त्यस्तो गरिरहे। अनि मलाई अलिकति रिस चाहिँ कहाँनिर उठ्यो भने, गुरु चाहिँ एकदम अग्लो स्टेजमा एकदम स्ट्यान्डर्ड कुर्सीमा बसेर लामो गाउन लगाएर बस्ने, अरू महिला पुरुष गएर झ्यामी ढोग्ने। अब चाहिँ अर्का श्रीमानलाई मैले त्यो देखेँ तलडी। त्यहाँदेखि ओहो, यो त बम त हान्नै पर्ने रहेछ यहाँ त, यस्तो असमानता। गुरु चाहिँ कुर्सीमा माथि गाउन लगाएर मगमग बास्ना आएर अत्तर लाएर, अरू जनता चाहिँ भुइँमा पेरीमा यो हरामी काम नलाग्न चाहिँ ठिकै ठाउँ आइछु, यसलाई ठिक त गर्नै पर्ने भयो भन्ने पनि मिनमा मनमा अलिकति लागेको छ। अलिकति चाहिँ होइन, आफूले सिकेको गुरु हो भइहाल्यो भन्ने त्यस्तो परेर 3 दिनको कार्यक्रम गरेर म फर्केँ, पोखरै फर्केँ। फर्किएपछि मैले त्यहाँ सिकाएको ध्यानको विधिहरू लगातार गरेँ। अब त्यो बेलामा यस्तो क्यासेट फनफनी घुम्ने, त्यो भित्र प्लास्टिक भएको यसरी ख्याच्च खिचेर बजाउने क्यासेटको चलन थियो। अहिले जस्तो सिडीहरूको पेन ड्राइभ भन्ने त कुरै थिएन। त्यस्तो क्यासेट किनेर लिएर गएर त्यसमा हालेर बजाएर ध्यान गर्थेँ। अनि ध्यान गर्दा गर्दै म त रूपान्तरण भइछु, त्यसै आफै भइछु। भएपछि अनि त्यो बेलामा एउटा कुरो के भनेको थिएँ भने, यस्तै कुनै ध्यान तपाईँहरूले गराउन सक्नुहुन्छ आफ्नो ठाउँमा भनेको थिएँ। म अहङ्कार बस म गराउँछु पोखरामा भनेर मैले हात उठाएको थिएँ। सबैजनाले पटट ताली पिटेका थिए। मलाई त्यो पछि के लाग्यो 1 वर्षपछि भने, ओहो मैले त्यो बेलामा यस्तै ध्यान गराउँछु भनेर आएको थिएँ, यस्तो ध्यान पोखरा गराउन सकेला त भनेर माओवादीहरू अरू त्यहाँ चिनजाने सबै मान्छेलाई भने त गरौँ भने। अनि ड्याम साइड, पोखराको ड्याम साइडमा होटल केसी भन्ने मेरो एउटा साथीको ठुलो होटल थियो। अनि उसलाई गएर त ओसोको एउटा ध्यान गराउनु पर्यो तेह्रमा भने भइहाल्छ नि भन्यो। र मैले भएभरका युवाहरूलाई बोटलेर 42 जनालाई राखेर एउटा ध्यान कार्यक्रम आयोजना गरेर मैले मेरो गुरुहरूलाई, अहिले तपाईँहरूले मलाई माने जस्तै मैले त्यो बेला मान्ने गुरुहरूलाई, गुरुदेव यहाँ
मैले कार्यक्रम आयोजना गरेँ भनेको होइन, हजुर भर्खर 3 दिनको मात्रै कार्यक्रम लिनुभएको, मान्छे आउँदैनन्, झुटो बोल्छन्, आए नि पैसा तिर्दैनन्, होटेलमा राख्नु भएछ, घाटा पर्छ, नगर्नुहोस् भयो, हामी आउँदैनौँ भयो, हुँदैन यो कार्यक्रम भन्नुभयो। मेरो त इज्जतसँग जोडियो, त्यो बेला इज्जत भए मान्छे थियो, अहिले आज जस्तो इज्जत सिज्जत नभएको होइन, त्यो बेला त पढे लेखेको जानेको इज्जतिलो जस्तो लाग्थ्यो। अनि मैले गुरुसँग झगडा गरेँ, यत्रो होटेल बुकिङ गरेर यहाँ प्रचार प्रसार गरिसकेँ, खबरदार तपाईँ आउनुपर्छ भनेपछि ल म आउँछु भन्नुभयो। हुन पनि 42जना मान्छेले त्यो पोखरामा एउटा पनि कार्यक्रम उहाँहरूले गर्न सक्नु भएको रहन्छ, अनसक्सेस। 42जना मान्छेले भाग लिए, 28जना मान्छेले पैसा तिरे र त्यो बेलाको जमाना मेरो 12,000 रुपियाँ घाटा लाग्यो। 12,000मा करिब करिब घडेरी आउँथ्यो त्यति बेला, अनि घाटा लाग्यो। अनि मैले हेप्पीले गरेँ, तर म आयोजक भएको कारणले म गुरुसँग चिया खाने खाजा खाने गर्न पाएँ मैले। र गुरुहरू चाहिँ धेरै नै धनी सम्पन्न हुँदा रहेछन्, मलाई थाहा थिएन। उहाँहरू त कहाँबाट के बज्यो? अनि उहाँहरू त त्यो राजाको होटेल छ त्यहाँ फेवाताल पारिपट्टि, फिस्टेल लज भन्ने तपाईँले सुन्नुभयो होला। त्यो बेलामा जो पायो त्यही मान्छे, जान पाउँथेन। उहाँहरू धनी मानी भएर बिहान चाहिँ डुङ्गा चढेर फिस्टेल लजमा कफी खान जाने गर्नुहुन्थ्यो। म आयोजक भएर गुरुहरूसँग सँगसँगै जान पाउने, अब आयोजक भने त सबभन्दा ठुलो मान्छे, जान पाउँथेँ। गएर फिस्टेल लजमा म सँगसँगै कफी खान्थेँ। अनि म त आश्चर्य, कति ठुला यो गुरु भने त अचम्मका जात पो हुँदो रहेछन् त भन्ने लाग्यो मलाई। अनि उहाँहरूप्रति अलिअलि श्रद्धा जाग्न थाल्यो। अनि उहाँले, स्वामीजी तपाईँ भर्खर 3 दिनको कार्यक्रम गरे मान्छे, त्यहाँमाथि माओवादी, हामीले त तपाईँलाई भरोसा गरेका थिएन, यत्रो कार्यक्रम आयोजना गर्नुभयो तपाईँले, तपाईँले माथिल्लो एउटा कार्यक्रम गर्न पाए कस्तो जाति हुन्थ्यो भने नरम स्वरमा गुरुले भन्नुभयो। मैले ल कहिले हो मेरो बुकिङ गरिदिनुहोस् भने उहाँले बुकिङ गरिदिनु भयो। गरिदिएपछि अहिले हाम्रो शारदाहरूले गरेको जस्तो पहिलो लेभलको 9 दिनको कार्यक्रममा गएँ। 9 दिनको कार्यक्रममा गएको चौथो 5औँ दिनमै मैले परमात्माको कृष्णको बाँसुरी अनाथ सङ्गीत गुरुले सुनाउनुभन्दा अगाडि नै सुने। मलाई कन्टिन्यू जस्तो 5 घन्टा 6 घन्टा 7 घन्टा समाधि 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 लाग्न थाल्यो। त्यसपछि 9 दिन भनेर गएको मान्छे 18 दिन बसेँ। र यो घटना 2004 को हो। म आजसम्म त्यहाँबाट म फसेको, कहिल्यै पनि त्यहाँबाट उम्किन नसक्ने गरी म लागे। मैले त्यहाँदेखि ओहो, जीवन जहाँ रहेछ मलाई त्यो ठाउँ थाहै रहन्छ, म जहाँ रहेछु त्यो त जीवन नै होइन रहेछ, मैले अनुभव गरेँ। म आजसम्म जुनसुकै बाधा व्यवधान आओस्, करिब 25 वर्षदेखि यो साधनामा छु। नितान्त भौतिक संसार, त्यो पनि कम्युनिस्ट, त्यहाँमाथि पनि कोर, अब अहिले भन्दाखेरि मान्छेले अपराधी भन्छन्, त्यस्तो समूहबाट चाहिँ म अपराधी त भन्दिनँ, मेरो आफ्नै विश्लेषण छ, भन्दिनँ। तैपनि त्यस्तो समूहबाट रत्नाकार डाँकु जस्तो 180 डिग्री चेन्ज भएर कहाँको कम्युनिस्ट, कहाँको भौतिकवादी, कहाँको माओवादी, अहिले नेपालभरिमा तपाईँ कोही, मैले इमान्दार साथ भनेको, कोही ज्ञानले लबालब भएको तपाईँ गुरु खोज्दै आयो भने नचिनेको मान्छे नि मै कहाँ आउनुपर्छ लो, मैले इमान्दार साथ भनिदिएको। म कोही रुखको फेदामा बसेँ भने पनि यहाँ धनीमानी गुरु प्रशस्तै छन्, टेलिभिजनका गुरु प्रशस्तै छन्, अरबपति प्रशस्तै छन्। तपाईँले जतिजना गुरुलाई देख्नु भएको छ त्यो त मेरो टेलिभिजनमा देख्नु भएको छ, ती त मेरा सबै दोस्ती हुन्, सबै नै मेरो प्यारा हुन्। फेरि पनि ध्यान साधना त खुब गरियो, तर भित्र परमात्माको खजाना चाहियो। कहाँ जाने होला भनेर कसैले खोज्यो भने चाहिँ म रुखको फेदामा छु भने मै कहाँ आउनुपर्छ मान्छे। किनकि मैले ज्वरो किलै म लाग्दैन नवराज प्रभु, लागेपछि 100% लाग्छु, 99ले मलाई काम चल्दैन। बुद्धले पायो, कृष्णले पायो, शिवले पायो, म किन पाउँदिनँ? यदि मान्छेले पाउँछ भने म सबै पाउँछु। मैले पाउनु पनि सबै नै पाएँ, भकारी नै पाएँ, सागर सिंहै पाएँ। सायद नेपालमा यो अवसर कसैले पनि पाएको छैन। यति गर्व छ मलाई, त्यसरी लागेको। म बडो निकै मिठो भनेपछि हामी अहिले म उमेरले 43 पुगेँ। गुरुदेव 28 देखि 32 वर्षको उमेरको बिचमा
यता ध्यानतिर संलग्न हुनु भइसकेको रहेछ। म त 20 वर्ष पछाडि पुगिसकेको छु। गुरुदेवप्रति हार्दिक नमन। कार्यक्रम आरोह जिन्दगी परिवेशमा अब हामी केही बेर अलिकति उत्प्रेरणा जगाउने केही सन्देशहरू पस्किनेछौँ। सबैलाई नमस्कार, धेरै धन्यवाद। हामी गुरुदेवसँग समय मिलेछ भने, समय रहेछ भने यहाँहरूमध्ये सेलेक्टेड कोही पर्सन छानेर आजको गुरुदेवसँग बातचित गर्ने, शुभकामना आदान प्रदान गर्ने एउटा समय पनि मिलाउनेछौँ। एउटा उत्प्रेरणा जगाउने 4वटा जिज्ञासाहरू छन्। गुरुदेवका बुबा आमाले बासु बन्नेछ भनेर जन्मदिन भएको होला सायद। आज हाल संसारको जगतको मालिक बन्नुभएको छ, यतिसम्म कि आचार्य श्री ओशो अखण्ड गुरुदेव नाम लिने बित्तिकै काम बन्छ। नाम लियो, काम बन्यो। मैले नारायण घाटदेखि काठमाडौँ आउँदै गर्दाको त्यो परिवेश गुरुदेवलाई बताइसकेको छु। गाडीमा ड्राइभरलाई कहिले काउकुती लगाइदिएछ, कहिले यता चलाछ, त्यस्तो मान्छे, त्यस्तो भिरको बाटो, र पनि मैले गुरुदेवको नाम लिएको थिएँ। त्यो भिरको बाटो त्यस्तै चिप्लो बन्दै गरेको, माखो मरेन, केही भएन, कसैलाई केही हुन पाएन। भनेपछि नाम लिने बित्तिकै काम बन्छ। यसको केही रहस्य थोरै छोटोमा केही हामी जान्न सक्छौँ गुरुदेव, के रहेछ? जबकि यहाँको नाम लिने बित्तिकै हाम्रो काम बन्यो, के रहेछ यस्तो परिवेश? यस्तो छ। म वास्तवमा योभन्दा अगाडि 7 जन्म मैले आफ्नो हेरेको छु, तपाईँहरूले पनि हेर्न मिल्छ। म योभन्दा अगाडि पनि सन्त नै हो, साधु नै हो। मैले करिब बिहा गरेको थिइनँ योभन्दा अगाडि कुनै पनि जन्ममा। यसपालि आउनुको पछाडि चाहिँ बिहा गर्ने, एकपटक बिहा गर्ने रहर पुरा गर्न र म प्रकृतिसँग साह्रै नै प्रेम गर्ने भएको कारणले प्रकृति प्रेम गर्न यो पटक आएको हो। म पटक साधु सन्तकै रूपमा धरतीमा छु। तपाईँहरूले पत्याउनुहुन्छ भने गुरु गोविन्द हो। तपाईँहरू परमात्मा को भन्नुहुन्छ नि, गुरु नै हो परमात्मा, इमान्दार साथ भनेको। शरीरमा आयो भने गुरु हुन्छ, शरीर छोडेपछि त्यही नै परमात्मा हुन्छ। धेरै मानिसहरूलाई यो थाहा छैन। गुरु त हामीले भेट्यौँ परमात्मा, उही नै परमात्मा हो। परमात्मा अथवा गोविन्द शरीर लिएर गुरुको रूपमा आउँछ, शरीर छोडेर फेरि परमात्माको रूपमा जान्छ। त्यसैले जहाँ गुरु छ त्यही गोविन्द छ। गुरु गोविन्द एक, भेक अनेक। तपाईँ गुरु र गोविन्द एउटै हो। हामी अब म परमात्मा भने त तपाईँले ढुङ्गाले हाल्ने मारिदिइहाल्नुहुन्छ, हेर्नुहोस् होइन। म वासुदेव भन्नुपर्छ, किनभने टिचरलाई नि मारेँ नि त, ओशोलाई पनि मारिदिए। त्यसैले हो नै उही, तर मान्छेले त्यो देख्दैन। त्यसैले अहिले म कुरा गरिराखेको छु, आरोह जिन्दगीको लाइभमा आएको छु। 100 भन्दा धेरै मान्छे छौँ यहाँ। तपाईँ अदृश्य धेरै शक्ति छ यहाँ। अहिले तपाईँ देख्नु भएको लागि हामी 100 जना छौँ, 105 जना होइन। मेरो कुरा सुन्न त्यहाँ देवी देवता पनि आछन्। आर्दा ख्याल गर्नुहोस्, यहाँ मेरो सुरक्षाको लागि पनि आछन् मान्छेहरू, परमात्माहरू। मेरो सुरक्षाको लागि पनि स्पिरिट गाइडहरू घेरा आइरहेका छन्। अहिले तपाईँ मेरो सुरक्षा त नेपालको प्रहरी आर्मीले त दिन सक्दैन, राज्यले त दिन सक्दैन। मेरो सुरक्षा फेरि स्पिरिट गाइडहरूले जहाँ जाउँ, अमेरिका बेलायत गए पनि उनीहरू मसँग सँगै बसिराखेका हुन्छ। त्यसै जहाँ गुरु छ त्यहाँ गोविन्द छ, जहाँ गुरु र गोविन्द छ त्यहाँ शिष्य छ। शिष्य, गुरु र गोविन्द, यो 3वटा पाटो जहाँ चलिराखेको छ त्यहाँ महारास महालीला चलिराखेको छ। यो महारास महालीलामा जहाँ चलेको छ त्यहाँ बडो गहिरोसँग, हाम्रो सरु राजनीति तलतिरले आउनुभयो, गहिरोसँग म गुरुको शिष्य हुँ। अथवा आँखा चिम्लेर भने पनि हुन्छ, परम गुरु भगवान श्री ओशो र मेरो गुरुदेव ओशो अखण्डको चेलो हुँ, म नवराज भट्ट हुँ भनेर तपाईँले कहीँ पनि गएर मठ मन्दिरमा अहिले उहाँको त अझ हामीले अनाथ दीक्षा लिएर नाम दिएको छैन। शारदाले कहीँ पनि गएर मनकामना जानुभयो, दक्षिणकाली जानुभयो, पशुपति जानुभयो, कहीँ गएर भालेश्वर जानुभयो। यसो आँखा चिम्लेर म गुरुदेव ओशो अखण्डको चाहिँ चेली हुँ, म चाहिँ मा प्रज्ञा गुरु, म तपाईँलाई भेट्न आएको, हिम्मत गरेर भन्नुभयो भने शिव पनि तपाईँलाई नभेटिकन जान पाउँदैन। यो बाध्यता गुरुसँग भएको कारणले यदि तपाईँले हृदयको गहिराईबाट भाव गर्नुभयो भने त मान्नुहोस् सारा काम बन्छ, केही कुदुर घट्नै हुन सक्दैन। अद्भुत रहस्य यहाँले थाहा पाइसक्नु भयो। गुरु नै गोविन्द, गोविन्द नै गुरु। बाबुराम, गोविन्द के रहेछ बाबुराम यहाँले थाहा पाइसक्नु। त्यसैले त हामीलाई सुरक्षाको घेराले पक्कै पनि सुरक्षित बनाएको यहाँहरूले महसुस गरिरहनु भएको। लमजुङबाट गोर्खा
गोर्खाबाट काठमाडौँको सुन्दर आलिशान महल छोडेर, रानीवनको सुन्दर महल छोडेर, यो सबै त्यागेर गौतम बुद्धले जस्तै मेरो तातो छ दक्षिणकालीको चिसो ठन्डा त्यहाँको प्रकृतिलाई, त्यहाँको कैलाश धाम आश्रमलाई निहालिरहनु भएको छ। अब हामी चाहिँ मैनभित्र रुमलिएको धागो जस्तै बनेका छौँ। यहाँ चाहिँ मैन बनेर पग्लिनु भएको छ, हामी धागो बनेर जलेकै छैनौँ। यहाँ स्वयं आफै मैन बनेर पग्लिदिइरहनु भएछ। यो शुभचिन्तकहरूलाई शुभचिन्तकहरू आफ्ना शिष्यहरूलाई भन्ने एउटा मन्त्र के रहेछ, यसरी यो गर्न पाए हुन्थ्यो भन्ने एक हरफमा यहाँले राखिदिन सक्नुहुन्छ गुरुदेव? कसरी यहाँ लमजुङबाट गोर्खा आउनुभयो, गोर्खाबाट काठमाडौँ आइपुग्नु भयो, काठमाडौँको सुन्दर रानीवनको सुन्दर महल त्यागेर अहिले दक्षिणकालीमा जसरी भगवान् गौतम बुद्ध आफ्ना सम्पूर्ण चिजबिजहरू त्यागेर जानुभएको थियो। यहाँको सुन्दर मा हुनुहुन्छ अनि बाबु नानीहरू सबै चिज हुँदै पनि त्यो जङ्गलको एउटा टुक्रामा जाडोमा असाध्यै जाडो गर्मीमा खपिन सक्ने गर्मीलाई ताजा बनाउँदै सुन्दर स्वर्ग बनाउन हिँड्नु भएको छ। हामी एउटा मैनको भित्र रहेको धागो बनेका छौँ। यहाँ चाहिँ मैन बाहिरको जुन पग्लेर सकिन्छ त्यस्तो अद्भुत व्यक्तित्व बन्नुभएको छ। अब आफ्नो यो शुभचिन्तकहरू आफ्ना शिष्यहरूलाई यसरी पगाल्ने के रहेछ, जसले यहाँले अघि नै पनि प्रसङ्ग निकाल्नुभयो, म रुखमुनि पुगेँ भने रुखमुनि आउनुपर्छ, त्यो मसँग त्यो चिज छ भन्नुभएको छ। के रहेछ त्यो एउटा यसो सानो छोटो मन्त्र हामी जान्न सकिन्छ गुरुदेव? त्यो त यो हरेक व्यक्तिसँग छ। यो खालि हामीले गुरुले के गर्छ भने केही पनि दिँदैन। एक नम्बरमा ख्याल गर्नु, गुरुले खालि तपाईँभित्र भएको चिज देखाइदिने मात्रै हो। जति 8 अर्ब मानिस धरतीमा छन्, 90 अर्ब मानिसले शरीर छोडे, सबैजना आउँदाखेरि बुद्ध नै आएको हो। यहाँ हामी 100 जना प्लस मित्र छौँ। हामी यहाँ भएको सबै बुद्ध हो, सबै गुरु हो। नवराज होइन, धन होइन, यो होइन। शारदाले धेरै बुझ्नुभयो जस्तो लाग्छ मलाई। शारदा यदि बाटामा कुनै कारणले विचलित हुनु भएन भने शारदा धेरै अगाडि बढिसक्नुभयो। जबकि शारदासँग मेरो भेट भएको 2-4 महिना मात्रै भयो होला, नवराजसँग भेट भएको 5 वर्ष भयो। गुरुले कसरी डोर्याउँछ मान्छेलाई केही थाहा छैन। शारदाले थाहा पाइसक्नुभयो कि गुरु केही दिँदैन, हामीभित्र जे कुरा छ गुरु देखाइदिन्छ। गुरुले देखाउन यो कारणले पर्यो कि धुलोले छोपेको छ, पर्दाले ढाकेको छ। जस्तो गाडी तपाईँले 5-7 महिना एक ठाउँ लगाएर पार्किङ गरेर राखिदिनु भयो भने गाडीको अगाडिपट्टिको वाइपर नचलाइकन सडक देख्न सकिँदैन। पटक पटक बाथरुमको ऐना पुछ्नु भएन भने तपाईँको नुहाएको तातो पानीको बाफले र साबनको गाजले त्यो ऐनामा अनुहार देखिँदैन। हामीले लगाउने चस्मा यसो बाफले हा गरेर मलमलको कपडाले पुछेनौँ भने हामीले आँखा देख्न सक्दैनौँ। त्यस्तै हामीभित्र वस्तु त छ, चस्मा छ, तर बाफले धुलोले ढाकेको छ। गाडी छ, धुलोले ढाकेको छ। ऐना छ, साबुनले ढाकेको छ। जसरी गाडीमा वाइपर चलाउनु पर्छ, जसरी ऐनालाई पुछ्नुपर्छ, जसरी चस्मालाई पुछ्नुपर्छ, पुछ्ना साथ आज कस्तो धुलोले पो मैले नदेखाएर छु। चस्माको कारणले नदेख्या होइन, धुलोको कारणले नदेखेको। यो कुरा हामीले जान्न साथ तपाईँ हामीभित्र धुलो छ के गो, म फलानु हुँ। तपाईँलाई के छ, म प्रहरीको रिटायर कर्मचारी, अहिले म क्याम्पस पढाइरहेको, स्कुल पढाइरहेको नवराज हुँ। आरोह जिन्दगी म चाहिँ अब चाहिँ यति धेरै गजल कविताहरू भन्छु। अब उहाँले लेखेको गजल हाम्रो एसकेसीहरूले कति मिठो गाउनु जा संसारभरिको मान्छेले, होइन? अब त्यो एउटा अहङ्कार, नजानिदो अहङ्कार। अब यति सरल हुनुहुन्छ र पनि आई एम समथिङ भन्ने जे चिज छ, यो चिज पर्दा बनिदिन्छ। यो चिज पर्दा बनिदिन्छ। यसको कारणले हामी जे चिज देख्न पर्ने त्यो चाहिँ देख्दैनौँ र त्यो छोपिन्छ, नजिकै छ, छोपिन्छ। यसलाई गुरुले के गर्छ भने तपाईँभित्र भएको अहङ्कारलाई, तपाईँ हामीभित्र भएको कामना वासनालाई गुरुले बिस्तारै टालो लगाएर ऐना पछि जस्तो गरी पुगिदिन्छ। अनि आज यहीँ त रहेछ, कस्तो म त मूर्ख रहेछु। गुरुले केही जस्तो क्याम्पसको प्रोफेसरले
केही कुरा किताबको दिन्छ, भूगोल दिन्छ, गणित दिन्छ, नेपाली दिन्छ, युट्युबले कयौँ इन्फर्मेसनहरू दिन्छ। अहिले त एआई भन्छ, आर्टिफिसियल इन्टेलिजेन्ट भन्ने छ, एआईमा लिएर गएर गुरुदेव ओशो अखण्ड को हुनुहुन्छ भनेर लेखिदिनुहोस् त, उसले सबै मेरो बारेमा बताउँछ। खरेर भनिदिन्छ उसले। यस्तो जमाना आयो, यो इन्फर्मेसन बाहिरबाट आउँछ, तर गुरुले बाहिरको इन्फर्मेसन केही पनि दिँदैन तपाईँलाई। यसो पर्दा हटाइदिन्छ, आची नवराज यहीँभित्र रहेछन् मूर्ख भने फेरि आफैले आफैलाई लोभ्याउने मिल्ने चिज तपाईँभित्र छ। गुरु खालि तपाईँको हिरा गुरु देखाइदिन्छ बास। अरू कोही दुनियाँमा पृथ्वीमा अर्को त्यस्तो व्यक्ति छैन जसले तपाईँभित्रको हिरा देखाउन सकोस्। वैज्ञानिकले पनि सक्दैन, डोनाल्ड ट्रम्पले पनि सक्दैन, विनोद कुमार चौधरीले सक्दैन, हाम्रा मूर्ख नेताको त कुरा गर्ने कुरै भने उनीहरूको त हृदय नै छैन, सम्भव छैन। तर गुरु यस्तो जात हो कि पारस के हो थाहा छ? यसरी छोइदिनुहोस् फलामलाई, उसले त सुन बनाइदिन्छ पारसले त। त्यहाँ गुरु पारस हो। गुरुले छोयो, छुन मात्रै पायो, तपाईँभित्र खजाना साटसुटे देखाएर आजी म त बुद्ध रहेछु, कस्तो बुद्धु भएर बसेर आजसम्म। एक दिन ख्याल गर्नुहुन्छ, नवराजले पनि ख्याल गर्नुहुन्छ। अहिले उहाँलाई थाहा छैन, नवराज र म जस्तो क्लोज पनि कोही छैन। 10औं पटक मेरो घर आउनुभयो, 10-15 पटक आश्रममा आउनुभयो। यति धेरै प्यारो हुनुहुन्छ। फेरि पनि जुन दिन शारदाले जस्तो 5 दिन 7 दिनको समय निकालेर आउनुहुन्छ, त्यो दिन उहाँको आँखामा आँसु रोकिँदैन भन्नुहुन्छ कि धिक्कार छ मलाई, त्यो 5 वर्ष अगाडि किन घोक्राउन आएनस् उहाँले भन्नुहुन्छ। हो कि शारदालाई यो कुरा तपाईँ मान्न तयार छैन? 5 वर्ष अगाडि तैँले चिनेकै बेलामा मेरो स्कुलमा आएर प्रिन्सिपलसँग झगडा गरेर लान सक्थिस्, तैँले किन मलाई छुट दिइस् भन्नुहुन्छ उहाँले त्यति बेला। किन त्यो रहस्य खुलेकै छैन। जब रहस्य खुल्छ, यसपटक तपाईँ नेपाल सरकारको सहसचिव होमकला पाण्डे, अहिले म्यासेज आइरहेको छ हजुर स्वास्थ्य कतो भनेर भर्खर, उहाँ भक्तपुरको सिडी हो, तपाईँ रामेछापको सिडी हो, काभ्रेको सिडी हो, सुनसरीको सिडी हो, बागमती प्रदेश सरकारको मुख्य सचिव, अहिले भौतिक योजना मन्त्रालयमा चाहिँ योजना प्रमुख हुनुहुन्छ। म हिजो पनि भेटेर आएँ। उहाँ 5 दिन यहाँ अस्ति भर्खर जानु, अस्ति भरि हिजो छोडे अस्ति जानुभयो। उहाँले मन्त्रालयमा सचिव सहसचिव उपसचिवलाई बोलाएर, म अस्ति चैतन्य श्रीराममा गएको थियो, सबलाई बोलाउनु भयो भन्नुभयो। लुका ढाँटेर आउनु भएको छ कार्यक्रममा त भन्नुभएको रहन्छ भन्नुभयो अस्ति। मैले तपाईँहरूलाई ढाँटेर गएको थिएँ, म गुरुबाट गएको हो। आउनुभन्दा 3 दिन अगाडिबाट म जस्तो कठोर सिडियो कस्तो हुन्छ, पुलिस लिएर गएर झ्यामका झ्याम महिलामा अति नै पुरस्कृत भएको महिला हुनुहुन्छ होमकला पाण्डे। उहाँले भन्नुभयो 3 दिनसम्म आँसु रोक्न खोज्छु, बगेको गुरुदेव त्यो आँसु किन बगे आफै? त्यो आँसु यसरी बग्यो कि मैले रोक्नै सकिनँ। 3 दिनबाट लगातार मैले हलमा हेरेँ, आँखाबाट आँसु नझर्ने मैले त्यहाँ मान्छे कोही देखिनँ। अनि के कारण हो गुरु भन्नु होला? एउटा आश्चर्य तपाईँ मान्नुहोस्, मैले रोक्न चाहेँ, तपाईँहरूलाई देखाउन खोजेको थिइनँ, तर मैले रोक्नै सकिनँ। मेरो निरन्तर बगिने रह्यो, नदी जस्तै बग्यो मेरो आँखाबाट आँसु भन्नुभयो। हेर्नुहोस् यो कहाँबाट के कारणले आएको होला? हे प्रभु, आजको 21औं शताब्दीमा पनि गुरु छ मेरो। गर्व गर्नुहोस्, गुरु छ भने होइन, गुरु छ मेरो। आजको 21औं शताब्दीमा टिकटक चलाउँदै पनि परमात्मा पाउन सकिँदो रहेछ। ऊ त्यो शारदाले परमात्मा पाएको छ, सोध्नु शारदालाई। यति धेरै 106 जनामा शारदाको नाम किन लिएको मैले? जसले जान्यो उसले जानिसक्यो, उसले चाखिसक्यो। अब शारदा कुनै कारणले विचलित हुन सम्भव छैन। आज मान्छे जता हाम्रो भीमा यहीँ हुनुहुन्छ, भीमा भर्खर देखाएको थिएँ, भीमा कतिवटा हाम्रो इट्समिजी हुनुहुन्छ, लीलाजी हुनुहुन्छ। हे कृष्ण बम्सी बजाइदेऊ। के को बम्सी बजाउने? बम्सी त शारदाको त बिहान सुत्दा नि बेलुका सुत्दा उठ्दा नि मध्यरातमा पनि बम्सी बजेको बजै छ भित्र। कृष्ण हामी गीत गाइरहेछौँ, कृष्ण बम्सी बजाइदेऊ, शारदा मग्न बम्सी सुनै छ। अब के हुँदो रहेछ पछि भेट भएर? 3-4 महिना नि भएन। मैले त्यो राधाकृष्ण सत्सङ्ग भजनमालामा त्यो सफल कल्पनाले बोलाएर लैदिन्। अनि उहाँहरूले कसरी हो नि, उहाँ र मन्जुले हामी आउँछौँ गुरुदेव भन्नुभयो। एक कुरा मात्रै होइन, आउँदैन यिनीहरू जस्तो लागेको थियो मलाई। आउनुभयो, म जस्तै फस्नुभयो राम्रैसित।
यस्तो छ। जय होस्। असाध्यै मिठो, सुन्दर सुन्दर आजको व्यवसाय निकै सुन्दर भएको छ। म सुन्नेमा सुन्ने सरी बिलाएँ, सद्गुरुको सद्ज्ञान घरि पाएँ। यो शब्द मैले यहीँ अन्त गरेको छु, यहाँबाट अगाडि बढ्न पाएको छैन। साँच्चै आफूसँग अथाह ज्ञान हुँदा हुँदै पनि अज्ञानका पर्खालहरू पन्छाई तिमीभित्र ज्ञानको भण्डार छ भनेर देखाइदिनु हुने आदरणीय गुरुदेवप्रति धेरै धन्यवाद। यहाँहरू सबैलाई धेरै धन्यवाद। आजको कार्यक्रम के कस्तो लागिरहेको छ? यहाँहरू सबैप्रति उच्च सम्मान छ। आज श्रद्धेय गुरुदेव उसो अखण्ड गुरुदेवको जन्मदिन पनि परेको छ। अब हामी केही बेर यहाँहरूसँग जोडिन्छौँ, त्यसपछि हामी एउटा केही प्रश्न सोध्छौँ। अनि जसले पहिलो सजिला प्रश्नहरू छन्, 5 वटा प्रश्न छन्, हामी रिचार्ज कार्ड हाम्रो मोडरेटर साथी मार्फत यहाँहरूलाई आउनेछ। यसको उत्तर सही उत्तर दिनुहुने साथीहरूलाई पिन गरेर सबभन्दा फर्स्टमा उत्तर दिनुहुने साथीको नाम पिन गरिदिनु होला। समय निकै छोटो रहनेछ, हामीसँग 25 देखि 30 सेकेन्ड भित्रमा प्रश्न सोधेको 25 देखि 30 सेकेन्ड भित्रमा यहाँले उत्तर दिइसक्नु हुनेछ। त्यसको लागि हामीले रिचार्ज कार्डको व्यवस्था गरिसकेका छौँ। रिचार्ज कार्डको लागि लीला म्याम प्रति धेरै धन्यवाद, शारदा दिजूप्रति धेरै धन्यवाद, कार्की सर यहाँप्रति धेरै धन्यवाद, न्यान्सीज्यू सहप्रायोजक गरिदिनु भएको छ, यहाँप्रति धेरै धन्यवाद। प्रश्न यसरी सुरु हुन्छ। गुरुदेव, मैले एकैछिन आदरणीय व्यक्तित्वहरूलाई मनोरञ्जनतर्फ लान लाएँ। ल, पहिलो प्रश्न छ, यहाँहरूले 25 सेकेन्ड घडी हेरिदिनु होला। मोडरेटर साथीहरू 25 सेकेन्ड मात्रै हुनेछ यो समय। प्रश्न ध्यान साथ सुनिदिनु होला र फेरि दोहोऱ्याएर प्रश्न सोधिने छैन। उत्तर नमिलेको खण्डमा यो कार्यक्रम आरोह जिन्दगीको परिवेशलाई फेरि अर्को टाइमलाई रहनेछ। स्क्रैच भइसकेको छ। मन्दिर धूप दीप नैवेद्य चढाउनुलाई पूजा गरेको भनिन्छ भने आफूभित्र आफैलाई हराउनु, आफैलाई पुज्नुलाई के भनिन्छ? प्रश्न, उत्तर लेख्नु होला। जसले लेख्नु भयो नि हुन्छ। 25 सेकेन्ड हेरिदिनु होला। कुन सर? यहीँ लेखेको हुनुपर्ने छ, यहीँ लेखेको उत्तर हुनुपर्ने छ। पच्चीस सेकेन्ड गयो भनेपछि म्यासेज ट्वाक्क छोडिदिनुहोस् है मोडरेटर साथीहरू। मैले टाइम हेरेको छैन। ल, समय सकिएको जानकारी गराइसक्नु भएको छ। यसको सही उत्तर छ अध्यात्म। यो कार्यक्रम आरोह जिन्दगी परिवेशलाई पुग्यो। कसैको आन्सर आएको छ अध्यात्म भन्ने मोडरेटर साथीहरूले हेरिदिनु होला। आएको छ भने टिपेर राखिदिनु होला। दक्षिणकालीमा निर्माणाधीन भवन तथा उक्त आश्रमको संरक्षक यहाँ देखिरहनु भएको छ स्क्रिनमा, ओशो अखण्ड गुरुदेव हुनुहुन्छ भने अब भन्नुहोस् उक्त आश्रमको नाम के हो? लेख्नुहोस् आन्सर। एकदम सजिलो प्रश्न छन्। ल, लेख्नु होला। प्रश्न दोहोऱ्याएर आउने छैन। 25 सेकेन्ड भएपछि 25 सेकेन्ड लेखिदिनुहोस् है मोडरेटर साथीहरूले। ल, यहाँ श्री बहिनीको आन्सर आएको छ। श्री बहिनीलाई नाम लेखेर राखिदिनु है। उत्तर मिलाउने साथीको नाम लेखेर राख्नु होला। सबभन्दा पहिला श्री बहिनीको नाम आएको छ। श्री बहिनीलाई बधाई पनि छ। धेरै धन्यवाद, हार्दिक आभार। तपाईँलाई बधाई पनि छ। गुरुदेवको हातबाट यहाँले मायाको चिनो पाउनुहुनेछ। यसको लागि हाम्रो मोडरेटर साथीहरूसँग म्यासेन्जरमा जोडिनु होला। जय होस्, हार्दिक आभार। श्री बहिनीको नाममा यो रिचार्ज कार्ड पुगिसकेको छ। यो रिचार्ज कार्डले तपाईँको बुबा आमा दाजुभाइ दिदीबहिनीसँग, प्रेमी प्रेमिका छोराछोरी दाजुभाइ दिदीबहिनीसँग कुरा गर्न सक्नुभएछ भने गुरुदेवसँग गफ गरेको सम्झिनुहुनेछ। यो रिचार्ज कार्ड तपाईँको नाममा। तेस्रो प्रश्न छ, रजनीश कैलाश हिमालय धामको ऐकै कुरा आयो। अहिले तपाईँहरूले मिलाउन सक्नु भएन। अहिले अब त्यही प्रश्न आयो। रजनीश कैलाश हिमालय धामको समुद्घाटन कसबाट भएको थियो? उत्तर लेख्नु होला। स्क्रिनशट राख्नु होला। कुल सर कसको मेसेज पहिला आएको? ल है, 25 सेकेन्ड पुगेपछि 25 सेकेन्ड अफ भनिदिनु होला मोडरेटर साथीहरूले।
11 12 13 14 15 16 17 टाइम हेरिदिनु होला मोडेरेटर साथीहरू। उद्घाटन है, उद्घाटन बत्ती प्रज्वलन। यहाँहरूको सही उत्तर लगभग मिल्न खोजेको थियो, टाइम सकिसकेको छ। यसको सही उत्तर तत्कालीन गृहमन्त्री नारायण काजी श्रेष्ठ। कसैको उत्तर आएको छ भने एउटा उत्तर चाहिँ आएको थियो तर अलिकति मिलेन, त्यो नाम मिल्यो कि थर मिल्यो कि भयो थाहा भएन। जय होस्। अब हामी आरोह जिन्दगीको कार्यक्रमतर्फ जान्छौँ। आरोह जिन्दगीको वार्षिक उत्सव कुन मितिमा पर्ने गरेको छ? लेख्नु होला। यहाँ मोडेरेटर साथीहरूलाई त सबैलाई थाहा हुनुपर्ने हो। 10 मिनेट आमा। 11 12 13 14 15 16 17 18 लक्ष्मी। ल लक्ष्मी दिदीलाई ट्याक्क राखिराख्नु होला। लक्ष्मी दिदीको नाम लेखिराख्नु है। कसले लिनु भएको छ मोडेरेटर साथीहरूले त्यो नाम लेखिराख्नु है। लक्ष्मी दिदीले जित्नु भएको छ साँच्चै भदौको 12 गते। अन्तिम प्रश्न छ, आरोह जिन्दगीको प्रस्तावित अध्यक्ष अथवा कायम मुकायम अध्यक्ष को हुनुहुन्छ? ल लेख्नुहोस्, सबै लेख्नुहोस् त। मिलाउनुहोस्, सबैले मिलाउनुहोस्। मिलेपछि त म हाँसिहाल्छु, नमिले भने त यतिकै पढेर मेसेज पढेर बस्छु। ल है, कसको मिल्छ? 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 अफ। यसको सही उत्तर दीपक छेत्री खिम। ल यहाँ सबैलाई धेरै धन्यवाद, हार्दिक आभार। यो सुन्दर गेम यहाँ सबैको लागि। अब भने हामी एउटा रिचार्ज कार्ड फेरि पनि यहाँहरूलाई तर्फ लान्छौँ। मोबाइल छ नजिकै छ भने निकालेर राख्नु होला। स्टार 412 हानिसक्नु भएको भए यो रिचार्ज कार्ड तपाईँको लागि। 87658 8290 11 89277। म सबै भन्दैछु। ल अर्को रिचार्ज कार्ड फेरि तपाईँ सम्पूर्णको लागि अबको बसाइमा म स्क्रैच गर्दैछु। यहाँ सबैलाई गफ गर्नुहोस्, रमाइलो गर्नुहोस्। आमासँग फेरि त्यो छक्का पन्जातिर चाहिँ प्रयोग नगर्नु होला। कसैलाई फोन गरेर रातभर झुन्डिएर चाहिँ त्यता डेटा लिएर चाहिँ त्यतातिर नगर्नु होला। ल मैले ग्रुपमा एउटा मेसेज छोड्ने छु। अन्तिमको नम्बर ग्रुपका कुनै साथीहरूले, कोही साथीहरूसँग 2टा मोबाइल छ ग्रुपको भने अन्तिम नम्बर तपाईँहरूले राखिदिनु होला। मैले ग्रुपमा मेसेज छोडिसकेको छु। स्टार 412 हानिसकेपछि 79371 3885 12 46 14 लास्टको नम्बर हानिदिनु होला मोडेरेटर साथीहरूले। ल आइसकेको छ लास्टको नम्बर तपाईँहरूले हान्ने है। यो फरी पेजबाट गुरुदेव फरी पेजबाट जोडिने साथीहरूले रिचार्ज गर्नु हुँदो रहेछ। यसबाट अलिकति लोभ गरौँ। लीलाज्यू, शारदा दिजु बुझिहाल्नु भयो यहाँहरूले। हामी यहाँबाट दुःख गरेर यहाँ लाइभ 1 घन्टा एकदम मोबाइल ताती लाइभ बस्ने साथीहरू त फरी पेजबाट ड्याङ्की रिचार्ज कसलाई पर्यो थाहा नै नहुने। मजै भएन। कसैलाई पर्यो मेसेज पनि लेख्नु होला। पर्ने साथी लक्की साथीको भिडियोसम्म पुगिदिनु होला। 5वटा भिडियो लाइक पनि गरिदिनु। मलाई पर्यो। ल बेलीज्यू, यहाँलाई बधाई छ। ल फेरि अर्को रिचार्ज कार्ड यहाँको लागि। मैले लास्ट नम्बर यहाँहरूलाई पठाएँ, यहाँ पठाएँ, ग्रुपमा हेर्नु होला। 58578 566 578
2296 ल लास्ट नम्बर यहाँले ल 3 आइसकेको छ हेर्नु होला नम्बर। अब एउटा रिचार्ज फेरि हामीसँग निकै समय हुनाले रिचार्ज कार्ड धेरै थियो, हामीसँग समय निकै कम भएको हुनाले हतार हतार गर्दैछौँ। एउटा सानो खेल पनि छ, यो खेलमा पनि गुरुदेवसँग हामी उठबस खेल्छौँ। हँसिवा खेलिवा गुरुदेवको यो सुन्दर आख्यान हामीले प्रयोग गर्नै पर्छ, कार्यक्रमको एउटा स्वरूप छ। फेरि अर्को मैले फेरि पनि ग्रुपमा एउटा म्यासेज छोडेको छु, त्यो नम्बर राखिदिनु होला 792751784289 लास्टको नम्बर राखिदिनु होला। ल आइसकेको छ। हस्, धेरै धन्यवाद, हार्दिक आभार गुरुदेव। हामीसँग निकै जिज्ञासाहरू रहेको थिए, हामी कुनै दिन फेरि पनि त्यसलाई हेर्नेछौँ। भनिन्छ जीवन बुझ्नु छ भने आफैलाई पछि फर्केर हेर्नु। जिन्दगी बाँच्न चाहनुहुन्छ भने पाइला अघि बढाउनुहोस्। जीवनका गतिशील पाइलामा हाँसो खुसीसँग केही बाधा अप्ठ्यारा आउन सक्छ, जस्तो कि फुल टिप्न खोज्दा काँडा पनि सँगै हुन्छ। केही बाधा अप्ठ्याराहरू चिर्दै सुन्दर नगरी लमजुङबाट गोर्खातर्फ आउँदै गरेका ती पलहरू हामी सम्झिन चाहेका थियौँ, समय पुगेन। केही दुःख पर्यो भने यो जिन्दगी त भिजेको कागज रहेछ, न लेख्न मिल्छ, मेरो जिन्दगी त धिक्कार रहेछ, न लेख्न मिल्छ न जलाउन मिल्छ भनेर मान्छेहरू पीडा उकाल्छन्, एकदम दुखित हुन्छन्। जसलाई दुःख भनिन्छन्, दुखी भनिन्छ, त्यो दुःख पोखिन्छ। जसलाई दुःख पोखिन्छ उसैबाट पछि मजाको पात्र बनिन्छ। हाम्रो कुल कार्कीले म बोल्छु भनेर धेरै रिक्वेस्ट गर्नुभयो है तलतिरबाट हजुरले। परिवेशहरू हामी अन्य लाइभमा हामी कुरा राख्नेछौँ। अब भने हामी कार्यक्रमको लगभग अन्तिम क्षणमा पुगिसकेका छौँ। कुल सर, एकैछिन मैले गुरुदेवको यो गुरुदेवसँग जोडिएको यो कार्यक्रमको यो सबै स्केप गरेर, गुरुदेव एउटा सानो गेम छ, यसको लागि नकारिदिनु होला, नकार्न मैले यहाँलाई हार्दिक अनुरोध सहित मैले अब भने हाम्रो यो गेमतर्फ लग्छु गुरुदेवलाई। हाम्रो यो गेममा कार्यक्रमको फर्मेट छ, यो फर्मेटमा हामी जोडिनै पर्ने हुन्छ। यो फर्मेटमा म गुरुदेवलाई अब ध्यानाकर्षित गराउँछु। यो फर्मेटमा 2वटा चिजहरू देखाइनेछन्, यहाँहरूले पनि चुज गर्नुहोला। गुरुदेवको मिलेछ भने तपाईँलाई त्यसबाट पनि लकी ड्र गरेर रिचार्ज कार्ड हामी तपाईँको घरसम्म आउनेछौँ। 2वटा पुस्तक छन् यहाँ, एउटा गीता ज्ञान, एउटा ध्यान सूत्र। यी दुईमध्ये एउटा रोजिदिनु होला। मैले रोज्नु पर्ने? हजुरले रोज्नुपर्ने, एउटा गीता ज्ञान, एउटा ध्यान सूत्र। म त ध्यान सूत्र नै रोज्छु। अब 2 हिराहरू छन्, 2 हिरा छन्, भक्तराज आचार्य, नारायण गोपाल। म भक्तराजलाई नै रोज्छु, किनकि यो भजन सत्सङ्गको चाहिँ 2 राजनीतिज्ञ हुनुहुन्छ, रामचन्द्र पौडेल पुष्पकमल दाहाल। 2टा मध्ये एउटा रोज्नु पर्यो, प्रचण्डलाई नै रोज्छु। प्रचण्ड, यहाँलाई अप्ठ्यारो पर्छ, असहज पर्छ भने स्किप पनि गर्न सक्नुहुनेछ कुनै एउटा। अब 2 युवा, बालेन शाह, रेणु दाहाल। बालेन 100% हो। बालेन शाह। 2वटा कृति छ, एउटा आचल कुमार शर्माको रुद्राक्ष, अर्को तपाईँको नजिकैको, तपाईँको घरै नजिकको प्रदीप रोदन, तपाईँको घरै छेउबाट, जसलाई मैले ओसो आश्रममा एकचोटि ल्याउने भन्ने कोसिस गरेको छु। आचल सर त आइसक्नु भएको छ, प्रदीप रोदन। यो मफलर 2जना मेरो उत्तिकै प्यारो हुनुहुन्छ। अब मफलर चाहिँ मेरो भाइ हो, गाउँको एकदमै मैले हुर्काएको भाइ छोरो हो त्यो, होइन? आचलजीसँग यो 2टा त म स्किप गरिदिन्छु, उत्तिकै प्यारो छ मेरोलाई भन्न गाह्रो। जय हस्, स्किप गरिसक्नु भएको छ। 2वटा खेल मध्ये एउटा क्रिकेट, एउटा फुटबल। म क्रिकेट, एकदम क्रिकेट मनपर्छ। क्रिकेट रोज्नु भएको छ। 2वटा साहित्यिक कार्यक्रम देखाउँछौँ गुरुदेव। अब चाहिँ अलिकति अप्ठ्यारै छ, अघि एउटा स्किप गरिसक्नु भएको छ, अब यो चाहिँ स्किप गर्न पाउनु हुने छैन। एउटा साहित्यिक कार्यक्रम मधुबन, नवराज लम्सालले चलाउने साहित्यिक कार्यक्रम मधुबन, अनि नवराज भट्टले चलाउने साहित्यिक कार्यक्रम आरोह जिन्दगी। आरोह जिन्दगी एकदम 100% यसो के सुन्नै पर्दैन। जय होस्, धेरै धन्यवाद। खै त सबैले ताली लगाउनु भएको, जय होस्। अब 2वटा स्थानमा देखाउँदैछु, एउटा गोर्खा, यो सुन्दर नगरी कालिकाको मन्दिर, अनि त्यसपछि मनासलु हिमाल, अनि एउटा सुन्दर स्थल दक्षिण काली। मैले त दक्षिण काली नै रोज्नुपर्छ। दक्षिण काली। जय होस्, हार्दिक आभार गुरुदेव। यो सुन्दर गेम हाम्रो
यो गेमलाई स्वीकार ग्रहण गरिदिनु भयो यहाँप्रति धेरै धन्यवाद। हार्दिक आभार व्यक्त गर्न चाहन्छु। साहित्यिक कार्यक्रम आरोह जिन्दगीको परिवेशमा जोडिएर रहेर साथ दिनुहुने तपाईँ सम्पूर्णप्रति धेरै धन्यवाद। नियमित समय हाम्रो सकिसकेको छ। ठ्याक्कै यही कार्यक्रम सकौँला भन्ने हाम्रो उद्देश्य पनि थियो, सकियो पनि। कार्यक्रम आरोह जिन्दगीको परिवेशमा लक्ष्मी दिदी कता हुनुहुन्छ, एकचोटि लक्ष्मी दिदीलाई तानिदिनु होला। हामी एकजना मार्फत हामी शुभकामना, जन्मदिनको शुभकामना सन्देश राख्छौँ। त्यसपछि हामी केही कुलकारी सरको केही सन्देशहरू छन्। अलिकति 2 मिनट गुरुदेव मैले यहाँको समय लिएँ, यसको लागि क्षमा चाहन्छु। लक्ष्मी दिदी कता हुनुहुन्छ, एकचोटि गेस्ट रिक्वेस्ट गर्नु होला। त्यो भीमासँग अनुहार मिल्ने त्यो सानो केटीको हो यो गेस्टमा बस्ने। हाम्रो कार्यक्रम आरोह जिन्दगीको परिवेशमा अभिभावक हुनुहुन्छ, लक्ष्मी दिदी हुनुहुन्छ। लक्ष्मी दिदी यहाँको मुखार बिन्दुबाट ज्येष्ठ सदस्य हुनुहुन्छ। यहाँको मुखार बिन्दुबाट सम्पूर्ण आरोह जिन्दगी टिमको प्रतिनिधित्व गर्नु हुँदै यहाँले जन्मदिनको शुभकामना राखिदिनु होला। नमस्कार 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 भाइ अनि गुरुदेव, हार्दिक नमन हजुरलाई प्रणाम गरे। अनि सम्पूर्ण हाम्रो आरोह जिन्दगी परिवारमा एकमुष्टमा हार्दिक नमन, हार्दिक स्वागत गर्न चाहे। अनि आज हाम्रो यति महान व्यक्तित्व गुरुदेवलाई मैले जन्मदिन उस गर्न पाउँदा म धेरै भाग्यमानी ठानेको छु। गुरुदेव हजुरलाई, हजुरको आज पर्नु गएको जन्मदिनको लाखौँ करोडौँ शुभकामना। हजुरलाई सधैँ सफलता यस्तै सफल मिल्दै जाओस्, एकदम धेरै धेरै प्रगति हुँदै जाओस्। हजुरलाई सधैँ यस्तै देख्न पाइयोस्, हामीलाई यस्तै माया गर्नु होला सधैँभरि। एकदम हजुरलाई जन्मदिनको लाखौँ करोडौँ शुभकामना। हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धेरै धन्यवाद लक्ष्मी दिदी। कार्यक्रम आरोह जिन्दगी प्रतिनिधित्व गर्नुहुँदै हामी सबैले सक भ्याएनौँ, सम्भव भएन। अब भने शारदा दिजूले प्रतिनिधित्व गर्नुहुनेछ आजको कार्यक्रम आरोह जिन्दगीको प्रायोजकको रूपमा। शारदा दिजू, अब पालो यहाँको आयो। भाइ राजा, सबभन्दा पहिला आरोह जिन्दगी टिमलाई धन्यवाद। लभ यु अल फ्रेन्ड। अनि त्यसपछि हाम्रो ओशो अखण्ड गुरुलाई जन्मदिनको धेरै धेरै शुभकामना दिँदै गहिरो मायाको साथमा सम्पूर्ण भक्तजनहरूको जय हो। लभ यु अल, लभ यु अल, लभ यु। धन्यवाद, हार्दिक आभार। आजको कार्यक्रम आरोह जिन्दगीको स्पोन्सर हुनुहुन्छ शारदा दिजू, यहाँप्रति नमन। हामीलाई सहयोग गर्नुभएको छ लीला म्याम। आजको कार्यक्रम यो सुन्दर रिचार्ज कार्डलाई भरि भराउ बनाउनु भएको छ, यहाँप्रति धेरै धन्यवाद। अझै हामीसँग थुप्रै रिचार्ज कार्ड छ। आज हामीले खेल्ने समय मिलेन, फेरि अर्को लाइभमा गराउनेछौँ। लीला म्याम, अबको बसाइमा यहाँले राखिदिनु होला शुभकामना सन्देश। म थोरै बोले कुल सर बोल्छु भन्दै गुरुदेवलाई नमन। आज पर्न गएको गुरुदेवको जन्मदिनको धेरै धेरै लाखौँ करोडौँ शुभकामना। अनि सबै आरोह जिन्दगीको यो नयाँ बसाइमा पनि सबैजनालाई धेरै धेरै धन्यवाद। अनि गुरुदेवलाई पनि धेरै धेरै शुभकामना। यति भने अनि सबैजनालाई लभ यु, मिस यु। कार्यक्रम आरोह जिन्दगीको परिवेशलाई यहाँले यसै गरी सधैँभर माया गर्नुहुनेछ भन्ने हामीले अपेक्षा पनि लिएका छौँ। कार्यक्रमलाई प्रायोजन गरिदिनु हुने शारदा दिजू अनि गोपाल कार्की सर अनि लीलाज्यूलाई धेरै धन्यवाद, हार्दिक आभार। सहप्रायोजकको रूपमा हाम्रो न्यान्सीज्यू मुस्कुराउँदै हुनुहुन्छ, केही भन्न खोज्दै हुनुहुन्छ। भाइ एकचोटि कुल सरलाई लिनु न, कुल सर बोल्छु भन्दै हुनुहुन्छ, म झरे। हस् एकछिन ल। न्यान्सीज्यू, आज सहप्रायोजकको रूपमा यहाँले केही राखिदिनु होला। म्युट छ, आएको छैन आवाज, झन् म्युट भयो। ल बोल्नुहोस्। आज हजुरको जन्मदिन विशेष लाखौँ अनगिन्त हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यहाँको आवाज अलिकति रेडियोमा ब्याट्री सकियो जस्तो कस्तो किरकिर भएर आयो, मैले नसुने हो कि यता नआयो हो कि 3-4तिर ठेडी कोच्यासी, त्यो भएर नआने हुनसक्छ। मेरो प्यारो मान्छे कुलकारी सर, अबको बसाइमा यहाँले आफ्नो शुभेच्छाका सन्देशहरू राखिदिन मैले यहाँलाई हार्दिक अनुरोध गरेँ। सर्वप्रथम त यो कार्यक्रमको नियम थाहा हुँदै पनि मैले बोल्छु भन्न चाहेँ, यसमा म क्षमा चाहन्छु है। र आज गुरुदेवको जन्मदिन परेको गुरुदेवलाई धेरै धेरै जन्मदिन शुभकामना। हाम्रो एउटा हाम्रो के अरे राम दाल सरले आजको कार्यक्रम प्रायोजन गर्नुभएको रहेछ। अनि त्यस कारणले अघि माथि आउनु भएको थियो, उहाँलाई एकछिन उहाँको नाम आएन भनेर उहाँ झर्नु भयो, त्यसकै लागि पनि म क्षमा चाहन्छु। जहाँ हुनुहुन्छ राम
दादा उहाँ अब उषा हाम्रो गोमा म्यामको तर्फबाट आउनु भएको रहेछ होइन। हामी क्षमा पनि चाहन्छौँ, अलिकति गोमा म्यामले ढिलो जानकारी गराउनु भयो हामीलाई, त्यसमा एकदमै हाम्रो मत लगायत हाम्रो टिम क्षमा चाहन्छौँ भन्दै आजको कार्यक्रममा सबजनाले साथ दिनुभयो, सम्पूर्णलाई हार्दिक नमन भन्न चाहे। हस्, धेरै धन्यवाद कुलकारी सर। कहिलेकाहीँ समयले परिवेश मिलाउँछ। बोलिरहेको बेला म्यासेज देखिरहेको थिएँ, बोल्न मिल्दैन, अलिकति असहज छ, कार्यक्रमको नियम पक्कै थाहा पाइसक्नु भएको छ। उहाँले थाहा पाउनु भएन होला, म गुरुदेवसँग सम्पर्क गरेर उहाँसँग जोडिने कोसिस गर्नेछु, उहाँलाई बुझाउनेछु, सम्झाउनेछु। पक्कै पनि बुझ्नुहुनेछ, प्यारो हुनुहुन्छ, असाध्यै नजिकको हुनुहुन्छ, गोमाजीले पनि सम्झाउनुहुनेछ। हार्दिक आभार गर्न चाहन्छु जो जति साथीहरू जोडिनु भयो, तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद। भीमा बहिनी छोटो सन्देश राखिदिनु होला, हामीसँग समय निकै कम छ। धन्यवाद दादा हजुर। सर्वप्रथम यस आरोह जिन्दगीको बोर्डमा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा म भीमा खतिवडाको तर्फबाट दुई हात जोडेर नमन। गुरुदेव हजुरको जन्मदिन आज विशेष दिन, हजुरलाई गुरु मन्त्रसहित केही मन्त्रसहित हजुरको शुभकामना प्रस्तुत गर्नेछु। समय थोरै छ भीमा बहिनी। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरा गुरुर्साक्षात् परं ब्रह्मा तस्मै श्री गुरवे नमः। तस्मै श्री गुरवे नमः। तस्मै श्री गुरवे नमः। जय होस्, धेरै धन्यवाद, हार्दिक आभार भीमा बहिनी। शुभकामना जन्मदिनको शुभकामना आचार्य श्री ओशो अखण्ड गुरुदेवलाई शुभकामना। जन्मदिनको शुभकामना, सुस्वास्थ्यको गर्छौँ कामना। जन्मदिनको शुभकामना, दीर्घायुको गर्छौँ कामना। गोर्खामा जन्मेर काठमाडौँमा रहेर, गोर्खामा जन्मेर काठमाडौँमा रहेर बाआमालाई खुसी राख्नु भो, संस्कारी छोरो बनेर। संस्कारी छोरो बनेर बाआमालाई खुसी राख्नु भो। हामी सबलाई ज्ञान दिनु भो, उज्यालो ज्योति बनेर। जन्मदिनको शुभकामना, दीर्घायुको गर्छौँ कामना। सुस्वास्थ्यको गर्छौँ कामना। जन्मदिनको धेरै धन्यवाद, हार्दिक आभार व्यक्त गर्न चाहन्छु भीमा बहिनी। यहाँप्रति उच्च सम्मान छ, धेरै धन्यवाद भन्दै हामीसँग निकै समय छोटो भएको हुनाले हामीले समयलाई अलिकति मध्यनजर गरेको। नवराज सर, राम सर आउनु भएको छ। अपलोड हुँदैन भिडियो, यसर्थ मैले यहाँलाई रोक्न खोजेको कारण हो। यतिखेर राम सर जोडिसक्नु भएको छ। राम सर, यहाँलाई स्वागतम। आजको कार्यक्रम हामीले थाहा पाइएन, अलिकति ढिला भयो, यसको लागि क्षमा चाहँदै राम सर यहाँलाई स्वागतम। सर्वप्रथम गुरु हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना भने, अनि सबै आरोह जिन्दगीको फ्यामिलीलाई पनि मेरो नमन। त्यही त होइन, म एकदम ठिक छु। अघि मेरो नाम नलिनु भयो भने तर गोमा दिदीले मलाई भनिरहनु भएको थियो, अनि मैले चाहिँ ठिकै छ, म एकदम खुसी नै छु। म त्यही साह्रो म अब त्यो दुःखी भएर के नै गर्नु छैन होला। गुरुले भन्नुहुन्छ जहिले पनि दुःखी कहिले नहुनुहोस्, खुसी हुनुहोस्, आफ्नो मनलाई आफैले के अरे मनाउनुहोस्, त्यति हो। जय होस्, धेरै धन्यवाद, हार्दिक आभार राम सर। प्रदेशको परिवेशबाट यति धेरै माया गर्नुहुन्छ यो आवाजलाई, यो शब्दलाई अनि यो कार्यक्रमलाई, यहाँलाई धेरै धन्यवाद भन्दै धन गौतम सर सानो छोटो मात्रै सन्देश यहाँले राख्नु होला। अब भने हामी कार्यक्रमबाट छुट्टी लिन्छौँ। गुरुदेवलाई प्रणाम।
सबैभन्दा पहिला त म आरोह जिन्दगीका टिम सम्पूर्णलाई सम्मानका साथ आरोह जिन्दगी जोडिएर आज गुरुको प्रणाम गर्न गुरुलाई पनि मैले पाएको छु। हजुरलाई जन्मदिनको धेरै 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 शुभकामना। हार्दिक धन्यवाद धनगौतम सर, धेरै धन्यवाद, हार्दिक आभार। कार्यक्रम आरोह जिन्दगी परिवेशलाई अब भने हामी बिट मार्ने अवस्थामा पुगिसकेका छौँ। यहाँ सबै साथीहरू जोडिनु भयो, हामीलाई माया गरिदिनु भयो। जाँदा जाँदै एउटा रिचार्ज कार्ड गरिहालौँ न त, यहाँ सबैलाई रमाइलो पनि हानिसक्नु भएको छ भने मैले मोडेरेटर साथीहरूलाई फेरि पनि एउटा कोड पठाएको छु। लास्टको नम्बर यहाँहरूले डिस्प्ले गरिदिनु होला, लास्टको नम्बर यहाँले डिस्प्ले गरिदिनु होला। 300789581750394 ल हस् हुन्छ। धेरै धन्यवाद, नम्बर आइसकेको छ। यहाँ सबैलाई धेरै धन्यवाद। आजको साहित्यिक कार्यक्रम आरोह जिन्दगीको परिवेशमा यहाँहरूलाई के कस्तो लाग्यो प्रतिक्रिया दिन हाम्रो मोडेरेटर साथीहरू तम तयार हुनुहुन्छ। यहाँहरूलाई धेरै धन्यवाद। राम सर यहाँप्रति उच्च सम्मान छ। आगामी बसाइमा पनि यहाँले यस्तै किसिमको साथ सहयोग गर्नुहुनेछ। साहित्यलाई मर्न दिनुहुने छैन। आदरणीय व्यक्तित्वहरू जो आफ्नो ध्यान साधनाले यो उचाइसम्म पुग्नु भएको छ, उहाँहरूको दर्शन पाउनु हाम्रो लागि अहभाग्यको कुरा हो। तपाईँ जस्तो आदरणीय मोडेरेटर साथीहरू अनि तपाईँहरू जस्तो लगानीकर्ताहरू, तपाईँहरू जस्तो स्पोन्सर पाइएको छ अनि हामीलाई बोल्न मिलेको छ। यहाँप्रति धेरै धन्यवाद, हार्दिक आभार। लीला म्याम यहाँप्रति धेरै धन्यवाद। यो मध्यस्थकर्ता गरिदिनु हुने, कार्यक्रमलाई प्रायोजन हर चिजमा डन्डी बियो लिएर खेले जस्तै खेल्नुहुने आदरणीय शारदा दिजु यहाँप्रति उच्च सम्मान छ। अनि हाम्रो आदरणीय व्यक्तित्व कार्की सर यहाँप्रति धेरै धन्यवाद। कार्की सरलाई माया नै माया छ। यो मायाको संसारमा तपाईँलाई पनि हराउन मन लागेको छ। यहाँप्रति धेरै धेरै धन्यवाद, हार्दिक आभार। सहप्रायोजक गरिदिनु भएको छ न्यान्सीज्यू, यहाँप्रति धेरै धन्यवाद। तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद, हार्दिक आभार। नवराज सर हजुर रोके मैले, हाम्रो राम सर पनि हो प्रायोजक। मैले भनेको छु राम सरलाई सुरुमा लिएको थिएँ, यहाँले सुन्नु भएन छ कि। राम सर प्रति पनि धेरै धन्यवाद। आजको यो कार्यक्रम प्रायोजन गरिदिनु हुने तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद। गुरुदेवले एउटा म्यासेज स्किप गर्दै गर्दाखेरि, एउटा रमाइलो खेल स्किप गर्दै गर्दाखेरि पक्कै पनि दुवैजना प्रिय, दुवैजना प्यारो मध्येका एकजना आचल कुमार शर्मा सर यहीँ जोडिनु भएको छ। जुन गेम हामीले खेलाएका थियौँ रुद्राक्षको, यहाँ स्क्रिनमा आचल भनेर देखिएको आइडी आचल शर्मा सर आदरणीय व्यक्तित्व हुनुहुन्छ। उहाँको किताब बजारभरि भर्खरै यसै वर्ष निस्किएको छ, खोजी खोजी पढिदिनु होला भन्दै अब भने गुरुदेव आजको बसाइलाई यहीँ बिट मार्दिन यहाँ समक्ष अनुरोध गर्दै आजको बसाइलाई हेरेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद भन्दै अर्को हप्ता पनि हामी कुनै विशेष व्यक्तित्वको माझमा जोडिनेछौँ भन्दै यहाँहरूबाट बिदा चाहन्छौँ। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। ओम नमः शिवाय। जय गुरुदेव। यहाँले कार्यक्रमलाई विसर्जन गरिदिनु होला। धेरै धन्यवाद नवराज प्रभु लगायतको आरोह जिन्दगीको टिमलाई। म आज त्यति सन्चो थिइनँ, तपाईँहरूको उत्साहको कारणले मात्रै म बसेको हो। म यसरी सार्वजनिक बसेको थिइनँ। म आज कसरी बस्न सक्छु सक्दिनँ भन्दा भन्दै बसेँ। भित्र खाना पाकेको धेरै बेर भइसक्यो, अब खानामा जानुपर्छ। र यो आरोह जिन्दगीको टिम सम्पूर्णलाई मेरो विशेष अनुरोध छ कि मेरो जन्मदिनलाई विशेष बनाइदिनु भयो, त्यसको लागि विशेष धन्यवाद। र 8:30 बजे पौने 9 बजे म मेरो लाइभमा जोडिन्छु। यहाँ जतिजना उपस्थित हुनुहुन्छ भीमा लगायतको यहाँ सबैजनालाई उपस्थित रहोस्। अहिले भने आरोह जिन्दगी कार्यक्रम यहीँ अन्त्य भएको घोषणा गर्छु। भोलि ठिक 7 बजे यहाँहरू जोडिनु होला। हरिओम तत्सत। नमन।